नमस्कार हजुरहरूलाई ओ माई गड जिन्दगीमा म स्वागत गर्न चाहन्छु। आज हामी एउटा गम्भीर विषयमा कुराकानी गर्न गइरहेको छौँ। हजुरहरू सबैजनालाई थाहा भएकै कुरा हो, 16 मई 2025मा हामी स्टेटहुड सेलिब्रेट गर्न गइरहेको छौँ। हजुरहरूलाई यो पनि थाहा भएकै कुरा हो कि 16 मई 1975मा हामी एउटा देशदेखि भारतको 22औं राज्य बन्न पुग्यौँ। र आजको एपिसोडमा हामी एउटा देशदेखि एउटा राज्य बन्नेको 50 वर्षमा हामीले के पायौँ मात्रै होइन, हामीले के गुमायौँ। हाम्रो 371F ओल्ड लजमा जति पनि हाम्रो कानुनहरू छ, जति पनि लजहरू छ, हामी के गुमाउन पुग्यौँ, ती सबैबारे आज हामी कुराकानी गर्न गइरहेको छौँ। र आजको एपिसोडमा हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ जसले सिक्किमको धेरै राजनीतिक इस्यु या त अरू पनि धेरै सिक्किम रिलेटेड इस्युजहरूमा हामी बोल्दै आएको उहाँलाई देखि नै रहेको छौँ भने उहाँ हुनुहुन्छ सोनाम ग्यात्सो शेर्पा। उहाँ सिक्किमे नागरिक समाजको स्टेट कोअर्डिनेटर हुनुहुन्छ। र आउनुहोस् हामी आजको एपिसोडमा उहाँसँग हामीले 50 वर्षमा जुन हामी यो सेलिब्रेसन गर्न गइरहेको छौँ, हामीले के पायौँ अनि के गुमायौँ र अझै पनि हामीले गुमाएको कुरा हामीले कस्तो प्रकारले पाउन सक्छौँ भन्ने यी सबैबारे उहाँसँग केही कुराकानी गर्नेछौँ। नमस्ते सर। नमस्ते। फर्स्ट त हजुरलाई स्वागत गर्न चाहन्छु मेरो सोमा है। अनि अघि मैले इन्ट्रोडक्सनमा भनेको जस्तै आज हामी एउटा अहम अनि गम्भीर विषयमा कुराकानी गर्न गइरहेको छौँ है। हामी सबैलाई थाहा भएकै कुरा हो, 16 मे 1975मा है हामीले एउटा देशदेखि भारतको राज्य बन्न पुग्यौँ है। अनि अब यो वर्ष त 50 वर्ष पनि पुग्छ है। अनि हामी 50 इयर्स अफ डेमोक्रेसी या त हामी 50 इयर्स अफ मर्जर भनौँ न है, हामी त्यो पनि सेलिब्रेट गर्न गइरहेको छौँ है। र सबैभन्दा पहिला त म हजुरलाई के जान्न चाहन्छु हजुरकोबाट भन्दा, सिक्किममा धेरैवटा यस्तो इस्युज छ जुन हामीले ध्यान दिएको छैनौँ या त हाम्रो जति पनि 371F जुन हाम्रो लजहरू छ है, ओल्ड लज जसले प्रोटेक्ट गरेर राखेको लजहरू पनि धेरै बिलिँदै हराउँदै गएको छ है। र अब 50 वर्ष पुग्दैछ सिक्किम भारतसँग विलय भएको। म हजुरबाट यो जान्न चाहन्छु कि यो 50 वर्षमा है हामीले के पायौँ। हामी पाउनुमा मात्रै फोकस गर्दैछौँ, हामीले यो पायो त्यो पायो भन्दैछौँ है, तर के गुमायौँ हामीले, हामी त्यो पनि जान्न चाहन्छौँ हजुरकोबाट। थ्याङ्क यू ओ माई गड जिन्दगीलाई, तपाईँले मलाई यसरी बोलाइदिनु भएकोमा तपाईँको इन्टरभ्यूमा। सिक्किम योपालि 50 साल हुँदैछ र स्वर्ण जयन्ती हामी मनाउँदैछौँ सिक्किम स्टेटहुड भएको। र हामी एउटा 22औं राज्य, भारतको 22औं राज्य 1973 को 8 मे एग्रिमेन्टको पश्चात 1975मा हामी 22औं राज्य इन्डियन युनियनको हुन लाग्यौँ। जुन चाहिँ तपाईँले आज प्रश्न गर्नुभएको छ कि हामीले के पायौँ के गुमायौँ 50 सालमा, र पाउनु त हामीले संवैधानिक अधिकार भनौँ, धारा 371F ले जुन चाहिँ हाम्रो पुरानो कानुन, जमिनी स्तरमा जुन चाहिँ हाम्रो कानुनहरू छ, सँगसँगै हाम्रो आइडेन्टिटीहरूको कुरा छ, यो सबै हामीले पाएको छौँ, विकास पाएको छौँ। हाम्रो एजुकेसन सेक्टरमा हाम्रो लिट्रेसी रेटहरू बढेर गएको छ। तर गुमाउनुमा चाहिँ के गुमायो भन्दाखेरि चाहिँ जुन चाहिँ हामीले परम्परा हाम्रो है, हाम्रो पहिचान, हाम्रो जुन प्रकारको हामी राजतन्त्रमा हाम्रो एउटा पहिचान थियो, प्रजातन्त्रको बादमा हुनु डेमोक्रेसी पायौँ, तर हामीले आफ्नो संस्कृतिहरू, कतिवटा कुराहरू, धेरै कुराहरू हामीले गुमाएर गएको छौँ। र सँगसँगै संवैधानिक अधिकारहरूमा सर्वप्रथम त 1980मा जब रिप्रेजेन्टेटिभ्स अफ पिपल एक्ट 1980 भनेर नेपाली सिट, जुन चाहिँ पहिला प्यारिटी बेसिसमा नेपालीको पनि 16 थियो, बिएलको पनि 16 थियो, त्यो चाहिँ हामीले गुमायौँ। 1 नम्बर, जुन चाहिँले चाहिँ आज हामीलाई अलिकति हाम्रो बहुसङ्ख्यक समुदायलाई घात पनि पहुँचेको छ। त्यसले 50 सालमा गुमाएको एउटा। अर्को जनजाति मान्यता पाएको लिम्बू तामाङ समुदायले आजसम्म पनि
सिटको राजनीतिक सिटको आरक्षण नहुने हो त्यो उहाँहरूको एउटा आइडेन्टिटी उहाँहरूले गुमाएको जस्तो मलाई लाग्छ। र धारा 371 एफमा जुन चाहिँ पुरानो कानुन क्लज के भित्र छ त्यो कतिवटा जग्गामा डाइल्युसनहरू भएको छ क्या। त्यो लोकल राइट्स र लोकल इन्ट्रेस्टमा हुने कुराहरू डाइल्युसन भएको छ, त्यो हामीले गुमायौँ। र इन्कम ट्याक्स एक्ट 1988 एन्फोर्स भयो, जबकि हाम्रै पहिला हामीले आई कार्ड छुट भनेर सिक्किमलाई त्यो एउटा सरकारले दिएको थियो, त्यो एन्फोर्समेन्ट भयो 1988मा। त्यसर्थ हामीले 2023मै तपाईँलाई पनि याद छ कि हामी जोइन्ट एक्सन काउन्सिल भनेर एउटा नेपाली लाई चाहिँ विदेशी भन्यो भन्ने एउटा ठुलो हल्ला मच्यो सिक्किममा। र यो तल सुप्रिम कोर्टको भर्डिक्ट को एगेन्स्टमा सिक्किमले धेरै प्रदर्शनहरू गर्यो, विरोधहरू गर्यो। र त्यसमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि नेपालीलाई विदेशी भन्न मात्रै होइन, तर सिक्किमको आइडेन्टिटी पनि त्यति बेला डिस्टर्ट भयो। र त्यति बेला हामीले सिक्किमे परिभाषा पनि गुमायौँ। र यो कुराहरू चाहिँ हामीले आजसम्म गुमायौँ। तपाईँले कति इन्ट्रेस्टिङ एउटा कुरा भन्नुभयो है। जस्तै अब हामी जब सिक्किमदेखि भारतसँग गाभिएन पुग्यौँ होइन, 1973मा जुन अग्रिमेन्ट गरेर 95मा हामी भारतसँग एज अ स्टेट, इन्डियन स्टेट है हामी गाभियौँ नि त है। धेरैवटा 371 एफले प्रोटेक्सन गरेको जुन हाम्रो लजहरू थियो, जुन हाम्रो कानुनहरू थियो, जस्तै अब तपाईँले नेपाली सिट रेस्टोरेसनको कुरा गर्नुहुँदैछ है, लिम्बू तामाङको सिटको कुरा गर्नुहुँदैछ, र अब अहिले हाम्रो 371 एफ पनि जोगाउने स्थिति आएको हामी देख्दैछौँ सिक्किममा होइन। अनि अहिले त फेरि सिक्किममा यो चर्चा पनि भइरहेको छ कि सिक्किम दार्जिलिङ मर्जरको कुरा पनि आइरहेको हामी देख्छौँ नि त है। सो यो कुरा हामी अलिकति बादमा कुरा गर्नेछौँ। म क्रमैसँग है हाम्रो भ्युवर्सहरूले, हाम्रो धेरैजना युथ हुनुहुन्छ, स्पेसली हाम्रो यङ जेनेरेसन हुनुहुन्छ, उहाँहरूलाई कतिजनालाई थाहा छैन कि हाम्रो नेपाली सिट कसरी गुमायौँ हामीले है, कुन आधारमा गुमायौँ र हामीले कस्तो प्रकारले यसलाई रिस्टोर गर्न सक्छौँ है। लिम्बू तामाङले 2002 इफ आई एम नट रङ हामीले लिम्बू तामाङलाई सेड्युल ट्राइब त बनायो, तर अहिलेसम्म एसेम्ब्लीमा सिट पाएको छैन है। र 371मा अस्ति हजुरले भन्नुभएको थियो जस्तै फाइनेन्स एक्टमा बिलहरू आएर कतिवटा हेरबदली भएको छ है। हामी क्लज 5 पनि एड गरेको छ, 26AAA क्लज 5 एड गरेको छ कि बाहिरको मानिसहरू अब इफ यहाँनिर सिक्किममा चाहिँ उहाँको एन्सेस्टर्सहरू हुनुहुन्छ भने उहाँहरू आएर यहाँनिर आफ्नो बिजनेस चलाउन सक्नुहुन्छ भन्ने धेरैवटा बदलिएको छ नि त है, हेरफेर भएको छ। सो स्टार्टिङदेखि नै म जान्न चाहन्छु कि नेपाली सिट रिस्टोरेसन जुन तपाईँले स्टार्टिङ कुरा गर्नुभयो त्यहाँदेखि नै क्रमैसाथ भनिदिनुहोस् न। हामीलाई अब मलाई चाहिँ अब हुनु त अब म 75मा त जन्मेको थिइनँ, तर भए पनि मैले जति पढेको अनुसार र मैले बुझेको अनुसार म कुरा गर्न चाहन्छु। प्यारिटी बेसिसमा बिएलको 16वटा र नेपाली कम्युनिटीको 16वटा रिजर्भेसन थियो। त्यो चाहिँ जब इटमी एग्रिमेन्ट 1973मा कोरेको बापत त्यो कुराहरू चलिआएको थियो। तर जुन दिन हामी बिएल समुदायबाट छौँ, म शेर्पा कम्युनिटीबाट बिलोङ गर्छु है, र हामी बिएलमा पढ्छौँ। र हामीले 1978मा चाहिँ जनजाति मान्यता पायौँ। आफ्टर 75 to 78 3 वर्षभित्र हामीले जनजाति मान्यता पायौँ। र त्यसरी नै सेड्युल कास्ट पनि गभर्मेन्ट अफ इन्डियाको रुलमा सेड्युल कास्टलाई एउटा रिजर्भेसनको उयो आरक्षण उहाँले पनि पाउनुहुन्छ। तर 78मा हामी ट्राइबल पाएको बादमा नै 79मा जब अब त्यो त्यति बेलाको टाइममा चाहिँ नेपाली कम्युनिटीको जुन चाहिँ रिजर्भेसन थियो नि, ल हजुर 16वटा बिएलको घटेर चाहिँ 13मा बनाइदियो। सेड्युल कास्टलाई 2टा दियो, एउटा साङ्गा दियो। तर नेपालीको सिट नै त्यति बेला चाहिँ जेनरल क्याटेगोरीमा हाल्यो। 16वटाको 16वटै नो यता 13 हजुर, पहिला 16 थियो बिएलको, 13 + 2 सेड्युल कास्ट भन्नुको मतलब के भन्छ 15 भयो हजुर, साङ्गा एउटा, र रेस्ट 17 सिट चाहिँ जेनरल भयो भनौँ न आजसम्म पनि। र जुन चाहिँ इलेक्सन ल एक्सटेन्ड भयो नि, जुन चाहिँ इलेक्सन कमिसन अफ इन्डियाले रिजर्भेसन माथि गर्थ्यो नि, ट्राइबल, सेड्युल कास्ट र जेनरल भनेर, त्यो आधारमा
79 मा चाहिँ नेपाली कम्युनिटीले आफ्नो सिट नै गुमायो र 1980 मा रिप्रेजेन्टेटिभ अफ पिपल एक्ट 1980 भनेर आयो। त्यति बेला यो बिल आउँदाखेरि धेरै विरोध भयो। अब हाम्रो पुर्खाहरूले नै भन्नुहुन्थ्यो त्यति बेला कालो बिल भनेर पनि यसलाई विरोध गर्यो भनेर। अब यो चाहिँ मैले सुनेको हो हैन। अन्त त्यति बेला सिक्किममा धेरै सङ्गठनहरू अगाडि बढेर केन्द्रसँग धेरै यो कुरामाथि बातचितहरू गर्ने हुँदाखेरि आई थिङ्क त्यति बेलाको ल मिनिस्टर वाज मिस्टर पी शिवशङ्कर हुनुहुन्थ्यो होला। उहाँले चाहिँ यो नेपाली सिट चाहिँ फेरि एकोमोडेट गर्छु भनेर चाहिँ 94 भन्दा अगाडि भनेर चाहिँ अस्युरेन्स दिनुभएको थियो। र त्यो 94 को बाद जुन सरकार आयो, हाम्रो सिक्किममा जतिवटा सरकार आयो र केन्द्रमा जतिवटा सरकारहरू आयो, त्यसमाथि चाहिँ यो सांसद यो पार्लियामेन्टमा चाहिँ यो माथि चर्चा कति भयो कति भएन हैन त्यति बेलाको टाइममा। र आज पनि त्यो एउटा प्रेसिडेन्सियल अर्डिनेन्समा मात्रै सीमित छ। यो कुनै कानुनको आधारमा यो एमेन्ड भएर यसलाई एक्सटेन्ड गरेको छैन। द्याट मिन्स अझै पनि हाम्रो सिक्किम सरकारको लोकसभा सांसद सँगसँगै राज्यसभा सांसद लगायत जति मैले प्रयास गरेँ दिल्लीमा हरेकवटा सांसदलाई भेटेर यो कुरा राखेँ कि हामीले त्यति बेला गुमाएको थियो। स्टिल अ चान्सेस पोलिटिकल विल हुनुपर्छ र राजनीतिक इच्छा शक्ति छ भने चाहिँ हाम्रो बहुसङ्ख्यक समुदायको अस्तित्व भनौँ न, उहाँहरूको अस्तित्व हो नि त त्यो त अधिकार, राजनीतिक अधिकार चाहिँ हामीले पूर्णवाली गर्न सक्छौँ। अझै पनि पोसिबल छ इफ विलिङनेस भयो भने चाहिँ। हजुर। र अब तपाईँले भन्नुहुँदैछ नि अहिले हामी लिम्बू तामाङको कुरा नगरिहालौँ है, सिटको कुरा नगरौँ, फर्स्ट नेपालीको हामी सकौँ। जुन नेपाली सिट रिस्टोरेसनको कुरा आयो, तपाईँले भन्नुहुँदैछ कि अब इफ हाम्रो राज्य सरकार हैन र अब हाम्रो पोलिटिकल लिडर्सहरूको विलिङनेस भयो या त हाम्रो एमपी राज्यसभा लोकसभाको जो एमपीहरू हुनुहुन्छ है उहाँहरूको विलिङनेस भयो भने चाहिँ हुन्छ भन्ने जुन कुरा गर्नुहुँदैछ है। अब जब सिक्किम भारतसँग गाभियो त्यसपछि त धेरैवटा मुख्यमन्त्रीहरू हुनुभयो अहिलेसम्म है। अनि अब एलडी काजीदेखि लिएर हैन, सञ्चमान लिम्बूदेखि लिएर भण्डारी सरदेखि लिएर चामलिङ सरदेखि लिएर अब अहिले गोले सरको पालो छ हैन। अब अहिलेसम्म पनि यो नभएको कुरा चाहिँ है, तपाईँले अस्ति हामी देख्दै थियौँ, तपाईँ दिल्लीमा गएर तपाईँले भिडियो बनाउनु हुँदै थियो र भिडियोमा हामी देख्दै थियौँ कि तपाईँले धेरैवटा कुरा तपाईँले राखेहरूको अगाडि सेन्ट्रलको अगाडि राखे भनेर भन्नुहुँदै थियो है। तपाईँले चाहिँ के लाग्छ कि यत्रो वर्ष चाहिँ कुनै मुख्यमन्त्रीले नसकेको कुरा चाहिँ तपाईँले अब अहिले आएर भन्दाखेरि चाहिँ के हुन्छ जस्तो लाग्छ र अब यो काम गर्नु चाहिँ साह्रै छिटो भयो जस्तो लागेन हजुरलाई? त्यो त्यस्तो हो, त्यो त मेरो प्रयास मात्रै हो, एउटा सानो प्रयास सिक्किमेप्रति, सिक्किमे आमाप्रति भनौँ न। सर्वप्रथम चाहिँ मान्छेको इच्छा शक्ति हुनुपर्छ र तपाईँले भन्नुभयो नि हरेकवटा राजनीतिक पार्टीहरू आयो आजसम्म उहाँहरूले प्रयास गरे गरेन, त्यो मलाई उहाँहरूले भित्रीय रूपमा प्रयास गरे गरेन त्यो मलाई थाहा छैन। तर जुन प्रकारले हामीले गुमाको बादमा उहाँहरूले चाहिँ तपाईँले त्यो आरसी पौडेल साहबको सुप्रिम कोर्टको केसहरू पनि सुन्नुभयो। त्यो केसमा पनि सङ्घ सिटहरू कसरी भयो, किन सेकुलर कन्ट्री हो, धर्मनिरपेक्ष देशमा चाहिँ कसरी एउटा धर्मले सिट भयो, हजुर सिट आरक्षण भयो। हाम्रो नेताहरूले बुझ्नुपर्ने चाहिँ पहिला चाहिँ हाम्रो संवैधानिक कानुन जसले चाहिँ हामीले अधिकार दिएको छ त्यो चाहिँ हो धारा 371F। संविधानभित्र एउटा सानो संविधान छ नि त सिक्किमको, कन्स्टिट्युसन अफ इन्डिया भित्रै छ नि त 371F त। द्याट मिन्स 371F चाहिँ त्यति बेला बन्यो जब 8 मे एग्रिमेन्ट भएको बादमा 371F 36 एमेन्डमेन्ट एक्टको आधारमा चाहिँ त्यसलाई चाहिँ संविधानभित्र, भारतको संविधानभित्र, कन्स्टिट्युसन त फिटिजमा कोरेको हो नि त, 75 मा फेरि एमेन्ड गरेर चाहिँ 371F हालेको। त्यो 371F मा चाहिँ पोलिटिकल राइट्स अझै पनि जिउँदैछ नि त त्यहाँ हैन। द्याट मिन्स इन्टरप्रिटेसन पार्लियामेन्टमा, सदनमा सांसद हाम्रो सांसदहरूले, मैले अस्ति धेरैवटा एमपिजहरू भेटेँ, उहाँहरूलाई मैले यो कुरा राखेँ क्या, त्यति बेलाको गभर्मेन्ट यस्तो थियो। आई थिङ्क उनीहरू त्यो समयमा थिएन,
अहिलेको यङ माइन्ड्सहरू छ पोलिटिक्समा पनि, एमपिजहरू पनि यङ माइन्ड्स छ। आई डोन्ट नो, मेबी सिक्किमको सानो इतिहासलाई पढेर सुनेर बुझेर उनीहरूकोमा त्यो समय छ जस्तो लाग्दैन, किनभने उहाँ ठुल्ठुलो राज्यको एउटा लोकसभा सांसदहरू हुनुहुन्छ नि त। त्यसले गर्दा आई थिङ्क यो काम चाहिँ हाम्रो सांसदले यो इतिहासलाई बुझेर, हामी पनि भोलिको दिनमा हामी सिक्किमको लागि हो भने त हामी पनि अगाडि आएर उहाँहरूलाई सपोर्ट गरिन्छ नि त, किनभने यो त कसैको अस्तित्व गुमाउँदैछ नि त यहाँ। त्यसले गर्दा 371F ले दिएको अडान, जबकि आरसी पौडेल साहबले कसरी पायो साङ्गाहरू भन्दाखेरि त 371F कै नाममा वकालत भएर चाहिँ सुप्रिम कोर्टले क्लियर जजमेन्ट दियो कि उहाँहरू चाहिँ धारा 371F को आधारमा उहाँको सिट चाहिँ सुरक्षित छ र संरक्षण गरेको। त्यसरी नै नेपाली सिट चाहिँ कसरी गुमायौँ हामीले, जबकि हाम्रो पनि 371F मा थियो भनेर यो इन्टरप्रिटेसन इफ सदनभित्र राख्छ भनेपछि चाहिँ भोलि हाम्रो बहुसङ्ख्यक समुदायले पक्का नै उहाँले आफ्नो अधिकार पाउनु हुनेछ। र मलाई लाग्छ तपाईँले भन्नुभयो मैले यो प्रयास हो होइन, एउटा थोपाले नै समुद्र बनिन्छ भनेपछि मैले सोचेको जस्तै विचार भएको मान्छेहरू लाइक माइन्डेडहरू अगाडि आयो भने आई थिङ्क, म त बिएल कम्युनिटीबाट पढेँ, म त अलरेडी रिजर्भ मान्छे हो नि त। तर मलाई किन सुर्ता लाग्छ भन्दाखेरि चाहिँ राजनीतिक शक्ति चाहिँ सबैभन्दा ठुलो शक्ति हो। आज कतिवटा सानो कुरा अधिकारमा हामी अल्झेको छौँ नि, हाम्रो समुदाय बहुसङ्ख्यक पनि राजनीतिक अधिकारमा उहाँहरू सुरक्षित छ भने सिक्किमको आइडेन्टिटी पनि बाँच्छ, सिक्किमको पुरानो कानुन पनि बाँच्छ, सिक्किमको लोकल राइट्स पनि बाँच्छ, लोकल इन्ट्रेस्ट पनि बाँच्छ। अनि मलाई चाहिँ त्यस्तो लाग्छ कि म मात्रै बाँचेर होइन तर मेरो दाजुभाइ पनि बाँच्नुपर्छ भनेर मलाई त्यस्तो लाग्छ। सो तपाईँलाई चाहिँ के लाग्छ, हाम्रो अहिले जतिजना लोकसभा या त राज्यसभाको एमपिजहरू हुनुहुन्छ है, उहाँहरूले चाहिँ किन इनिसिएटिभ नलिनु भएको जस्तो लाग्छ यो कुरामा? अब फर्स्ट अफ अल त आई डोन्ट वान्ट टु टच लिम्बू तामाङ, तर पनि त्यो कुरामा म अलिकति जान्छु है। आज हाम्रो सांसद लिम्बू कम्युनिटीबाट पढ्नुहुन्छ होइन, सर्वोच्च न्यायालयले योमाथि जजमेन्ट पनि दिइसकेको छ सुप्रिम कोर्टले कि लिम्बू तामाङको सिटको रेस्टोरेसन, सिट रिजर्भेसनको लागि धेरैपल्ट जजमेन्ट आइसकेको हो नि त। सो त्यही समुदायबाट पढ्ने प्रतिनिधि है नि त उहाँ त, लिम्बू कम्युनिटीबाट पढ्ने। अब मुख्यमन्त्रीले त म भन्दिनँ, मुख्यमन्त्रीले त स्टेट हेर्छ, तर सदनमा त तल लोकसभा एमपी नै एभाइलेबल हुन्छ नि त, मुख्यमन्त्री त हुँदैन। भनेपछि बहुसङ्ख्यक नेपाली समुदायको लागि गर्नु त डिफ्रेन्ट कुरा हो, तर आफ्नो समुदायको 22 वर्ष भयो नि त, 22 इयर्स अझै पनि हाम्रो 12 जातिको ट्राइबल स्टेटसको लागि कुदिरहेछ। भोलि दिनमा त्यो पाएर पनि फेरि यस्तै 40-30 वर्ष लाग्छ आफ्नो राजनीतिक अधिकार सुरक्षित हुनु भनेपछि त आई थिङ्क त्यो त लङ प्रोसेस हुने जानेछ नि त। सो उहाँ आफ्नो कम्युनिटीबाट रिप्रेजेन्ट गर्दा भए पनि, उहाँले यो चर्चा सदनमा राख्दा भए पनि उहाँको सुनिश्चित भएको छैन नि त। द्याट मिन्स सिक्किममा त्यो कन्सियसनेस जाग्नु पर्यो नि त कि म इन्डिभिजुअल रिजर्भ भएर मात्रै सिक्किम बाँच्छ भने होइन, तर ओभरअल रिजर्भेसन हुनुपर्छ। र यो माथि उहाँहरूले अध्ययन पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने उहाँहरू केन्द्रमा त धेरैवटा चर्चा हुन्छ नि त, धेरै भारतको विषयमा चर्चा हुन्छ, धेरैवटा नयाँ कानुन हुन्छ, त्यो माथि उहाँहरू रिसर्च स्टडी गर्छ होला। सिक्किम जस्तो सानो जग्गाको सानो अधिकारीहरूमाथि के सुनवाई हुन्छ भन्ने सोच हुन्छ होला, या फिनान्सियल क्राइसिस भएको छ त्यसले गर्दा पैसाकै लागि यताउता कुदिरहेको हुन्छ होला। सो टाइम पनि त्यति पाउँदैन। आई थिङ्क त्यस्तो बेसी सिक्किमले टाइम पनि मैले के भन्छ सदनभित्र देखेको छुइनँ, 5 मिनट 10 मिनट होइन, त्यो 0 आवरतिर बोलिरहेको हुन्छ होइन। सो यो बुझाउनुको लागि चाहिँ इल टेक टाइम, र यसले चाहिँ उहाँले चाहिँ पार्लियामेन्टमा रिक्वेस्ट गरेर सिक्किमको 73देखिको इतिहास चाहिँ उहाँले बुझाउनु जरुरी छ। र अब हामी लिम्बू तामाङ सिटको कुरा गरौँ न है, जुन 2002मै उहाँहरूले रिजर्भेसन त पाउनुभयो तर एसेम्ब्लीमा सिट पाउनु भएको छैन अझै पनि है। अब अहिले हामीले हेर्नुपर्दा 32वटा सिट छ नि त होइन, त्यसमा तपाईँले भन्नुभएको त्यस्तै बिएलको 13वटा है, सङ्घको अनि सेड्युल कास्टको कुरा गर्नुभयो, र रेस्ट चाहिँ जेनरललाई छ नि त है। सो भोलिको दिनमा लिम्बू तामाङलाई सिट दिँदाखेरि है कुन फर्मुलामा चाहिँ पोसिबल छ जस्तो लाग्छ? किनभने एसकेएम सरकारले त अहिले कुनै पनि फर्मुलाको कुरा गर्नुभएको हामी देख्दैनौँ है। उहाँहरूले लिम्बू तामाङलाई सिट दिने भनेको जुन मुद्दा इलेक्सन अगाडि जुन थियो त्यो पनि अब अहिले त हराएरै गएको देख्दैछौँ।
होइन सो कुन आधारमा र कस्तो प्रकारले हामीले लिम्बू तामाङलाई चाहिँ सिट दिन सक्छौँ जस्तो लाग्छ अब यो कुरा चाहिँ कस्तो हो भन्दाखेरि यो चाहिँ अलिकति पोलिटिकल छ क्या सिक्किममा चाहिँ कुनै पनि सरकार बनिनुभन्दा अगाडि उहाँहरूले यो इस्युजहरू राख्छ मेनिफेस्टोमा कि लिम्बू तामाङको सिट चाहिँ हामी सुरक्षित गर्छौँ भनेर उहाँलाई दिन्छौँ भनेर राख्छ सर्वप्रथम त बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि यो स्टेटले दिने भन्ने कुरा होइन यो केन्द्रले दिने कुरा हो पार्लियामेन्ट्री सब्जेक्ट भनौँ न होइन किन भन्दाखेरि चाहिँ नेपाली सिट गुमाउनु बिएलले 16 देखि 13 घट्नु त सिक्किमले फर्मुला दिएको थियो होला त्यति बेला होइन सोच्ने कुरा हो नि कि गभर्मेन्ट अफ सिक्किमले चाहिँ प्लिज यो घटाएर 13 र 2टा सेड्युल कास्ट एउटा साङ्गा 12वटा बिएल र अरू जेनरल त भनेको त थिएन द्याट मिन्स यो गर्ने कर्तव्य कसको थियो त्यति बेला आई थिङ्क हाम्रो एमपीले पनि त्यो भनेर त घटाएर भनेको थिएन नि त यो केन्द्रको सब्जेक्ट हो र केन्द्रको प्रतिनिधि हाम्रो राज्यलाई गर्ने चाहिँ हाम्रो लोकसभा सांसद हुनुहुन्छ त्यसर्थ सुप्रिम कोर्टको जजमेन्ट आउँदामा पनि आजसम्म हामी कन्फ्युज कहाँ छौँ स्टेटले फर्मुला बनाउनु भन्छ क्या कुनै पार्टीले 32मा भन्छ कुनै पार्टीले 40मा भन्छ मलाई त्यो राजनीतिक कुरा गर्नु पनि छैन 40-32 भन्ने कुरा भोलि तपाईँले जति लेखेर दिनुहुन्छ अप्रुभल कसले गर्नुहुन्छ होइन अप्रुभल गर्ने गभर्मेन्ट अफ इन्डिया हो नि त होला हामी त होइन नि त अप्रुभल अथोरिटी द्याट मिन्स यो चाहिँ कुरा चाहिँ क्लियर गर्नुको लागि चाहिँ अल पोलिटिकल पार्टिजहरू सिक्किमको जति पनि राजनीतिक पार्टीहरू छ सबै स्टेक होल्डर्स लिम्बू कम्युनिटी तामाङ कम्युनिटीको रिप्रेजेन्टेसन्सहरू छ एसोसिएसन्सहरू हुनुहुन्छ उहाँहरूको सबजना आएर चाहिँ यसमाथि चर्चा एकपल्ट हुनुपर्छ र कन्ट्राडिक्टरी हुनु हुँदैन एउटाले 32 भन्छ एउटाले 40 भन्दा चाहिँ त्यो कन्ट्राडिक्टरीले चाहिँ यसलाई तन्केर लाँदैछ पक्कै समाधान गर्नुहुन्छ भने फेरि यो ट्राइबल जनजाति मान्यताको आधारमा पाउने भन्ने कुरा पनि होइन यो पनि एलटी सिट हो इट्स नट ट्राइबल सिट भोलि ट्राइबल भन्यो भने त बिएलले पनि फेरि उठ्नु पायो नि त द्याट मिन्स एलटी सिट भनेपछि एउटा कम्युनिटीमाथि लेखेको लिम्बू तामाङ भनेपछि जस्तै भुटिया लेप्चा भनेको जस्तै त्यो चाहिँ धारा 371 F को आधारमा चाहिँ उहाँले पाउन सक्छ ओके र अब जुन हाम्रो थर्ड थियो है जुन हाम्रो 371 F को प्रोटेक्सनको हामी कुरा गर्दै थियौँ होइन त्यसबारे पनि अझै बुझौँ न त अब हामीलाई तपाईलाई किन लाग्छ कि 371 F चाहिँ सुरक्षित छैन भन्ने एउटा प्रश्न 1973 सालमा जब इटमे एग्रिमेन्ट भारत सरकार यहाँको लोकल रिप्रेजेन्टेटिभ र छोगेलको बिचमा बन्यो नि ल त्यति बेला त्यो एग्रिमेन्टभित्र चाहिँ त्यो क्लियर थियो कि लोकल राइट्स लोकल इन्ट्रेस्ट चाहिँ बाँच्नुपर्छ र त्यो लोकल राइट्स लोकल इन्ट्रेस्ट बाँच्नुपर्छ भने त्यो एग्रिमेन्ट चाहिँ 3 जनाले हस्ताक्षर गरिसकेको बादमा चाहिँ 371 F चाहिँ संविधानभित्र हाल्यो आज मान्छेले भन्छ कि भारतको संविधान र सिक्किमको 371 F कन्ट्राडिक्टरी छ कतिवटा कुरामा बुझ्नुभयो प्यारालेल कोही बेला चल्दैन कानुन तर कन्ट्राडिक्टरी छ तर त्यो कन्ट्राडिक्टरी चाहिँ किन भन्दाखेरि चाहिँ हामीले आफ्नो माटोसँग हाम्रो देश चाहिँ हामीले दिएको हो भारत सरकारलाई गाभिएको हामी झोला बोकेर कुम्लो कटेर बोकेर अर्काको देशमा गएको होइन बुझ्नुभयो भनेपछि मेरो म माटो र मेरो घरसँगै जाँदैछु भने त मेरो घर र माटोको त सुरक्षित त हुनु पर्यो नि त होइन एउटा सानो आमा चाहिँ अब ठुलो आमा उसको आमाको गुहार लिएर जाँदैछ भने त्यो आमा ठुलो आमाको कर्तव्य हो कि त्यो सानो आमालाई चाहिँ संरक्षण गर्ने त उहाँको कर्तव्य हो द्याट मिन्स त्यही आधारमा चाहिँ यो एग्रिमेन्ट कोर्यो र संविधानको उयसमा पनि हाल्यो 371 F र बिस्तारै क्रमसँग हेर्दाखेरि चाहिँ 1978 मा ट्राइबल स्टेटस पाए बिएलले 79 मा बहुसङ्घीय समुदायले नेपाली सिट गुमाउनु पर्यो रिप्रेजेन्टेसन अफ एक्ट पिपल्स एक्ट 1980 भनेर होइन त्यसपश्चात जुन चाहिँ प्रकारको हाम्रो एउटा ट्याक्स एक्जेम्पसन प्रोसेस थियो त्यो पनि एन्फोर्समेन्ट भयो 1988 मा होइन त्यहाँदेखि इन्कम ट्याक्स एक्ट 2610 AAA भनेर त्यो भयो त्यहाँ त्यसको बादमा फेरि
अर्को के भयो भन्दाखेरि चाहिँ पुरानो कानुनमा चाहिँ कम्पनीज एक्ट कुनै पनि उद्योग कम्पनी 1961 को कानुन अन्तर्गत हुनुपर्ने। त्यसमा चाहिँ के थियो भन्दाखेरि कम्पनी चाहिँ लोकलले मात्रै खोल्नु पाउँथ्यो क्या, बोर्ड अफ डिरेक्टर्सहरू लोकल हुनु पाउँथ्यो, किन जमिन उसको, पानी उसको, माटो उसको होइन, बाहिर फाइनेन्स गर्दा हुन्छ, फाइनेन्सियल सपोर्ट लिएर खोल्नु पाउँथ्यो। त्यो पनि 2013 मा रिपिल भयो। यसरी नै कतिवटा हाइड्रो पावर पोलिसिज 2005 भनेर त्यसरी नै फार्मा कम्पनीजहरू भित्रियो क्या। कम्पनीज एक्ट 61 हुँदा पनि त्यसरी बाहिरको कम्पनीहरू भित्रियो। सो हो त्यसमा चाहिँ हाम्रो भूमि, हाम्रो खोला नाला होइन, आज यो टिस्टा स्टेज 3 कुरा चर्चा हुँदैछ। मेरो माटो, मेरो पानी, मेरो सबै पर्यावरण मेरो हो नि त होइन। अर्काको हस्तक्षेपले गर्दाखेरि त्यो पनि प्रोटेक्टेड थियो कानुनभित्र, तर कसरी हस्तक्षेप भयो हो त्यहाँ पनि डाइल्युसन्सहरू भयो क्या। यसै सन्दर्भमा है हजुरलाई एउटा प्रश्न गर्नु मन पर्यो। हजुरले जुन कम्पनी एक्टको कुरा गर्नुहुँदैछ होइन, रिपिल भएको कुराहरू गर्नुहुँदैछ नि त है। अब अहिले सिक्किममा एउटा हामी भिडियोजहरूमा पनि देख्दैछौँ एउटा राम्रो इनिसिएटिभ लिएको जस्तो लाग्छ है। भोजराज सरले जसको अब लाइसेन्स सबलेट गरेको छ उहाँहरूले चाहिँ दोकान बन्द गर्नुपर्ने, जसको नाममा लाइसेन्स छ उहाँहरूले नै चलाउनु पर्ने भन्ने एउटा राम्रो इनिसिएटिभ। तर एउटा प्रश्न यहाँ अर्को पनि उठ्छ कि के सिक्किम रेडी छ यो कुराको लागि भन्ने पनि एउटा प्रश्न उठ्छ है। र तपाईँलाई चाहिँ के लाग्छ, किनभने धेरैजनाको प्रश्न यो पनि थियो कि सानसानो दोकान त अब बन्द गरिदिन्छ, एक दुईवटा जग्गामा त हामीले न्युजमा पनि देख्यौँ है दोकानहरू बन्द गरेको। तर जस्तो प्रकारले ठुल्ठुलो या त ठुल्ठुलो कम्पनीहरू जुन आएको छ अनि जुन अब 1975 बादमा पनि है सिक्किममा जस्तो प्रकारले ठुल्ठुलो अब हामीले अहिले यहाँनिर रेस्टुरेन्ट भनौँ, होटल बिजनेस भनौँ, जुनै पनि भनौँ न, जसले चाहिँ लाइसेन्स सबलेट गरेर चलाउँदैछ, के त्यो सबै कुरा पनि बन्द गर्ने हो भन्ने एउटा प्रश्न पनि जनताकोबाट आएको छ। किनभने गरिब दुखीको सानसानो जुन चलाउँदै गरेको दोकान मात्रै बन्द गर्ने हो कि है। अब अहिले यो 14 तला वेस्ट पोइन्ट मल जुन छ त्यहाँ पनि धेरैजनाहरूले दोकान खोल्नु हुँदैछ, तर कतिजनाले उहाँहरूले पनि लाइसेन्स सबलेट गरेरै चलाउनु हुँदैछ भन्ने खबर पनि आइरहेको छ। सो तपाईँलाई चाहिँ के लाग्छ कि एउटा क्वेसन चाहिँ कि आर वी रेडी फर अल दिस भन्ने है, अनि अर्को प्रश्न चाहिँ के गरिब दुखीको मात्रै लाइसेन्स जुन सबलेट गरेको लाइसेन्स छ त्यो लाँदैछ कि ठुल्ठुलो मान्छेहरूको पनि लाँदैछ भन्ने एउटा प्रश्न। किनभने एउटा यसमा अझै एउटा इक्जाम्पल के दिनु मन पर्यो भन्दा लट्रीकै कुरा गरौँ न, हामीले भिडियोमा देख्दै थियौँ लट्रीहरू बेच्दै गरेको है, त्यहाँनिर गएर लट्री बन्द गर्नु भनेर भन्नुहुँदै थियो। फेरि हामीले माथि मुख्यमन्त्रीसँगै लट्रीको है ओनर्सहरू आएर उहाँहरूले स्पोन्सर गर्नुहुँदै थियो, एउटा सिक्किम प्रिमियर लिग आई गेस होइन, त्यो एउटा स्पोर्ट्सलाई स्पोन्सर गर्नुहुँदै थियो। फेरि त्यसको बाद हामीले लट्री बेच्नु फेरि देखेको त्यस्तो बेसी मात्रामा पनि सिक्किममा देखेको जस्तो लाग्यो एक दुई दिनमा है। सो के भन्नु छ तपाईँलाई, यो जुन सिनारियो छ कि जुन कानुन छ, जुन ल छ, त्यो चाहिँ के गरिब दुखीको लागि मात्रै हो कि अरूलाई पनि अप्लाई हुन्छ? होइन, कानुन चाहिँ यस्तो होला, कानुनले दिएको आधारमा चलेको भए चाहिँ यो खालको प्रब्लम चाहिँ हुन्थेन। भोजराज सरले जुन चाहिँ इनिसिएटिभ लिनुभएको छ हामी पनि मनदेखि नै उहाँलाई अब धन्यवाद चढाउन चाहन्छौँ। किनभने देर आए दुरुस्त आए, तर अब यो माथि चाहिँ इम्प्लिमेन्ट चाहिँ कति लामो हुन्छ भन्ने कुरा चाहिँ हो। अनि कसमाथि हुन्छ? हजुर, त्यो पनि ठिकै कुरा गर्नुभयो। अब एउटा चाहिँ यस्तो हो नि, ल हाम्रो जनसङ्ख्या होइन, जुन चाहिँ जनसङ्ख्या हाम्रो पपुलेसन, हामी 6-7 लाखको पपुलेसन छ, त्यसमा एम्प्लोइजहरू अराउन्ड 1 लाख 1.5 लाख कति होला, अब त वान फ्यामिली वान सबैले पनि बढ्यौँ होला होइन। सो भ्याक्युम चाहिँ हामीले पहिलादेखि नै दिएको थियो, किनभने हाम्रो मान्छेकोमा चाहिँ फाइनेन्सियल लिट्रेसी थिएन होइन। पैसा आज तपाईँ हेर्नुहोस् न, जमिन बेच्छ पैसा पाउँछ, पैसा युटिलाइज गर्न जान्दैन हाम्रो मान्छेले क्या, कसरी कहाँ हाल्नु के गर्नु त्यो छैन। इट टेक टाइम, किनभने त्यस्तो एजुकेटेड थिएन, लिटरेट पनि थिएन, मान्छेले बिजनेस गर्नु जान्थेन। तर त्यो टाइममा चाहिँ अब सरकारी काम मात्रै काम हो र बिजनेस चाहिँ काम होइन भन्ने सोचहरू थियो नि त त्यो टाइममा। किन हामी पनि पढ्दाखेरि आमा बाउले गभर्मेन्ट जब गर्नुपर्छ भनेर, म त गरेर मैले त त्यागिदिएको यस्तो, किनभने आफै सेटिस्फ्याक्सन हुनुपर्छ आफ्टर अल, लास्टमा चाहिँ आफै नै सेटिस्फ्याक्सन हुनु पर्यो। सो जुन चाहिँ इनिसिएटिभ आज लिएको छ यो चाहिँ किन भन्दाखेरि 2018 मा चाहिँ एउटा नोटिफिकेसन चाहिँ चामिसाको टाइममा निक्लेको थियो नि त, त्यो के भन्छ आरसीवालाले कुनै केले लाइसेन्स पाउँछ यो त्यो भने।
सबलेटिङ त आजको प्रोसेसमा पनि अब भइसकेर भित्रिसकेको मान्छे उनीहरू हतपत निस्किनेवाला छैन होइन। मालिकले मै चलाउँछु भन्छ तर मालिक त आफै चलाउनु पर्ने। द्याट मिन्स यहाँ गाडी को लाइसेन्स ट्याक्सी लाइसेन्सहरू मान्छेले कतिले निकालेको छ तर उसले गाडी कुदाएको छैन नि। त्यही क्वेसन गर्नुहुन्छ। हि क्यान हायर अ ड्राइभर कि के हुन्छ नम्बर प्लेटसँग नै गाडी बेच्छ क्या। त्यो बेच्दाखेरि चाहिँ त्यो भित्रको मान्छे हो कि बाहिरको मान्छे त्यसमाथि चेक एन्ड ब्यालेन्सै छैन। त्यसरी नै घर किराय दिन्छ, लाइसेन्स उहाँको नाममा हुन्छ, उहाँलाई घर किरायसँग। सो इकोनोमिकली चाहिँ मान्छे कसरी आफैलाई चाहिँ अपग्रेड गर्नु भन्ने सोचाइमा पर्यो हाम्रो मान्छे चाहिँ, त्यो माथि पर्यो। र अचानक यो कानुन आउँदाखेरि चाहिँ ल्या भोलि मेरो घर किरायवालाहरू पो भागेर जान्छ कि ल्या मेरो घर खाली पो हुन्छ कि भन्ने त्यो सोचाइ पनि छ। त्यो पक्षमा त्यो खालको सोच छ। तर यो कुराहरू चाहिँ स्ट्रिक्टली सञ्चालन गर्यो भने एभिन्युजहरू पाउँछ, हाम्रोहरूले बिजनेस गर्ने एभिन्युजहरू पाउँछ। हाम्रो मान्छेले यो पहिल्यै नै हुनुपर्ने हो खासमा भने। लेट भन्दिनँ म, इट इज अब एउटा प्रोसेसमा चाहिँ जानुपर्छ ढिलो छिटो। जस्तै एमजी मार्गमा थुक्नु पाउँदैन, सिगरेट खानु पाउँदैन भन्ने एउटा त्यो पहिला खान्थ्यो तर त्यो एउटा प्रोसेसले त्यहाँ नाउ इट्स इम्प्लिमेन्टेड। मान्छेले अटोमेटिकली नै भित्र उसको सेन्सले भन्छ कि म एमजी मार्गमा चाहिँ थुक्नु र सिगरेटहरू खानु हुँदैन भन्ने। सो आई थिङ्क अब मान्छेले सेन्स अफ बिलोङ्गिङनेस है, मेरो हो, मेरो अधिकार हो, मैले यसरी अर्कालाई मन परी गर्नु दिनु हुँदैन भनेर बुझ्यो भने चाहिँ आई थिङ्क इल टेक टाइम बट यो हुन्छ पक्का नै। अनि तपाईँले अर्को कुरा राख्नुभयो लट्री। अब हेर्नुहोस् लट्रीमा त मेरो पनि एउटा केस थियो लट्री डिपार्टमेन्टमा रिगार्डिङ यो क्यासिनो को विषयमा हाइवेमा छ भनेर होइन। हामीले आरटिआईको मार्फत धेरैवटा इन्क्वायरी गऱ्यौँ कि हाइवे एक्टले भेटाउँदो रहेछ त्यो कुराहरू पाउँदैन भनेर पनि। र यता यो जुन चाहिँ लट्री पेपर लट्री भन्ने कुराहरू मेरो साथीहरूले पनि अनलाइन लट्रीहरूको लागि विरोध गर्दैछ। अब हुँदैछ नि त मान्छेको चाहिँ सिक्किममा चाहिँ त्यो लट्रीवाला कहाँबाट आयो, त्यसले लाइसेन्स पाउनु लागि जिएमसीले कसरी त्यसलाई त्यो बजारमा लट्री बेच्ने अधिकार दियो। खासमा त उनीहरूको त एउटा कम्पनी हुन्छ, कम्पनीको अन्डरमा त्यो सेलर्सहरू बसेको हुन्छ क्या। त्यो सेलर्सहरू बस्छ र सेलर्सहरू तर मन परी जग्गामा को हुन्छ टुरिस्टको टाइममा मात्रै टुरिस्ट आएर त्यो पनि टुरिस्टहरूले लट्री खेलेको चाहिँ देखिनँ मैले। हाम्रै लोकलहरूले चाहिँ कमाएको पैसा चाहिँ त्यो लट्रीमाथि के गर्दैछ डुबाउँदैछ क्या। द्याट मिन्स मैले अघि तपाईँले भने फाइनेन्सियल लिट्रेसी हाम्रो मान्छेकोमा छैन। फाइनेन्सियल लिट्रेसीको लागि मान्छेले अब पैसा मैले इन्भेस्ट कहाँ गर्नुपर्ने त्यो एभिन्युजहरू चाहिँ खासमा खोलिदिनु पर्ने हो, त्यो इन्भेस्टमेन्ट कहाँ। तर वाट दे थिङ्क सर्ट टर्म उयसमा क्या इजी गोइङमा उनीहरू इजी मनीमा चाहिँ म परिहालेँ 1 करोड परिहाल्यो भने तर त्यो 1 करोडै पायो भने म्यानेजमेन्टै छैन। सिक्किमको मान्छे चाहिँ त्यस्तो छ। यहाँ चाहिँ कस्तो छ भने चाटाचिटी खुनु हाइफाई देखाउनु, म्याक्सिमम मान्छे लोनमै नै घर बनाएर बसेको छ, म्याक्सिमम मान्छेले लोनमै गाडी किनेर बसेको छ होइन। सो मान्छे चाहिँ आफ्नो लग्जरी लाइफलाई नै प्रायोरिटी दिएको छ, स्टेटस कोलाई नै प्रायोरिटी दिएको छ। मान्छेले त्यो बुझेको छैन कि आफ्टर अल यो सबै पाएर मान्छेलाई चाहिँ पिस चाहिन्छ, ह्याप्पिनेस चाहिनु पर्यो भनेर बुझेको छैन मान्छेले। सो हो त्यसको लागि चाहिँ हामीले प्रोसेस डेभलप गर्नु पर्यो। यो इनिसिएटिभ चाहिँ गभर्मेन्टको हुन्छ नि त ल। यो लट्रीमा हाल्ने पैसा चाहिँ हाम्रो मान्छेले अरू जग्गामा इन्भेस्टमेन्ट गर्छ, त्यसको रिटर्न्स चाहिँ कम्ती होला तर त्यसले चाहिँ उसको फ्युचरमा फाइदा हुन्छ भन्यो भने चाहिँ त्यो लट्री चाहिँ मान्छेले खेल्नु छोड्छ। तर यो चाहिँ एउटा सर्ट इजी प्रकारले कमाउने उयो भनेर बिचरा अब लकमा चाहिँ डिपेन्ड गर्छ क्या ल। तर घर बिग्रेको छ यसले पुरा। अब एउटा अलिकति डेप्थमा जानु चाहन्छु अझै है, जुन हाम्रो यो 371F को कुरा गर्दै थियौँ हामी होइन। हाम्रो जुन संविधान छ, हामीले जुन हाम्रो कानुन छ र हामीले जुन हाम्रो राइट्स पाएको छौँ, मेन कुरा त म के भन्न चाहन्छु भन्दा तपाईँले भन्नुभएको जस्तै कम्पनी एक्ट भनौँ होइन, या त हामीलाई 371F ले खास दिएको चाहिँ के छ भन्दाखेरि पोलिटिकल राइट्स हो होइन मेरो नलेजमा है। हामीले गभर्मेन्ट जबमा हाम्रो सिक्किमको हाम्रै मान्छेले मात्रै अप्लाई गर्नुपर्ने भन्ने कुरा र अर्को कुरा छ हाम्रो ल्यान्डहरू हाम्रो नाममा हुन्छ र बाहिरकोले किन्नु पाउँदैन भन्ने। तर अहिले त बाहिरको मान्छेले आएर यहाँनिर ल्यान्डहरू पनि किनेको हामी देख्दैछौँ होइन। अब यहाँ हिजो अस्ति म एउटा जग्गा घुम्नु गएको थिएँ बस्तीमा है, मान्छेको भनाइ के छ यो फाइनेन्स एक्टलाई लिएर पनि कि यो फाइनेन्स एक्ट लगाइदियो भने पनि लगाइदियोस्,
है हामी त बस्तीमा गर्दैछ हाम्रो कत्रोवटा बिजनेस छ र है हामी त गभर्मेन्ट जबमा छौँ कि त सानो बिजनेस छ हामीले ट्याक्स चाहिँ कति तिर्नु पर्ला र तिर्छौँ बरु तर बाहिर आएको कम्पनीहरू जत्रो छ उनीहरूले पनि ट्याक्स तिर्नु परोस् न सबैले ट्याक्स तिर्नु परोस् भन्ने किनभने हाम्रो मान्छेले त कम्ती मात्रामा कम्ती वेजेसमा गर्दैछ नि त जति पनि प्रडक्सन गर्दैछ जति पनि बिजनेसहरू गर्दैछ हैन सो यसमा चाहिँ कसको रेस्पोन्सिबिलिटी हो यो सबैलाई म्यानेज गर्ने अनि गभर्नमेन्ट चाहिँ कतिको ट्रान्सपेरेन्ट हुनुपर्छ जस्तो लाग्छ यो सब कुरामा किनभने मेन मलाई लागेको इस्यु हाम्रो किनभने सिक्किमको एउटा म पनि एउटा छोरी हैन खाटी सिक्किमे भएर मलाई पनि लाग्छ कि बाहिरबाट मान्छेहरू आएर सिक्किममा यस्तो डरलाग्दो हामीले सुन्दैछौँ कि जग्गा जमिनहरू किन्दैछन् है अनि कम्पनीजहरू यस्तो ठुल्ठुलो आएर हाम्रो रेभेन्यू त कहाँ जाँदैछ बाहिरै त जाँदैछ हामी इकोनोमिकली सस्टेन इकोनोमिकली साउन्ड कसरी हुन्छौँ जब हाम्रो यहाँको रेभेन्यू बाहिर जान्छ सो व्हाट डु यु थिंक यो सब कुरामा यो चाहिँ सबैभन्दा ठुलो प्रयास गर्नुपर्ने चाहिँ सरकारको हो कर्तव्य हो उहाँको किनभने हेर्नुहोस् न अब आजको दिनमा सिक्किमको चाहिँ मलाई राजनीति चाहिँ कस्तो अचम्म लाग्छ भन्दा चाहिँ सरकारमा छ भने त्यहाँ मान्छे पुरै भिड हुन्छ क्या अपोजिसनमा त्यही सरकार 25 वर्ष हुनेकोमा मान्छे हुँदैन द्याट मिन्स पोलिटिकल कन्सियसनेस पनि छैन मान्छेलाई हामीले कतिको अपोजिसन राख्नुपर्छ कतिको रुलिङमा हुनुपर्छ भनेर चाहिँ द्याट मिन्स हो त्यो चाहिँ गाउँघर रुरल एरियामा स्पेसली गाउँघरमा तपाईँले भनेको जस्तै अहिले कुराहरू जति पनि राख्नुभयो कि फाइनेन्स एक्ट होइन उड्दा पनि केही छैन हामीलाई चाहिँ सुर्ता चाहिँ कहाँ लागेको थियो भन्दा चाहिँ त्यसले चाहिँ एउटा सिक्किमे परिभाषालाई नै डिस्टर्ट गर्यो सर्वप्रथम सिक्किम सब्जेक्ट म्यानुअल एक्ट 1961 को आधारमा होइन रैती प्रजा त्यो टाइममा राज शासनको टाइममा रैती प्रजाले चाहिँ सब्जेक्ट हो नि त उहाँहरूले पाएको थियो क्या सिक्किम सब्जेक्ट 75 मा मर्ज भएको बादमा हामीले इन्डियन सिटिजनसिप एक्ट 1975 को आधारमा चाहिँ हामीले सर्टिफिकेट अफ आइडेन्टिफिकेसन पाएको त्यो पनि हामी सब्जेक्टको डिसेन्डेन्ट मात्रै चाहिँ भारतीय हुनु पाउँथ्यो सिक्किममा चाहिँ होइन भारतीय चाहिँ सब्जेक्ट हुनु पाउँथेन नि त यहाँ बाहिरको मान्छे आएर चाहिँ म सिक्किमे हुनु पाउँथेन सिक्किमे चाहिँ भारतीय हुनु पाउँथ्यो र सिक्किममा चाहिँ बाहिरको मान्छे आएर बसेको छ भने पनि ऊ भारतीय हुनु पाउँथेन द्याट मिन्स हामीले पनि म इन्डियन सिटिजनसिप होल्ड गर्दाखेरि चाहिँ आई हेभ टु सो माई सर्टिफिकेट अफ आइडेन्टिफिकेसन अर आई हेभ टु सबमिट माई सिक्किम सब्जेक्टको मेरो बाउ बाजेको मैले देखाउनु पर्थ्यो द्याट मिन्स सिक्किमभित्र कुन समुदाय पर्थ्यो भुटिया लेप्चा नेपाली कम्युनिटी जति पनि त्यसमा कतिवटा सानो अब एउटा टर्म हो नेपाली भनेको त त्योभित्र कति राई गुरुङ सब तामाङ सब त्यो छ नि त एउटा सो त्यो बस्ने सिक्किम बसोबासो गर्नेले सब्जेक्ट पाएको थियो र उहाँहरू भारतीय भएको नि त होइन तर नेपालीलाई चाहिँ विदेशी भन्यो सिक्किमको भन्ने बित्तिकै चाहिँ के भयो त्यो सिक्किमको परिभाषा नै खासमा डिस्टर्ब भएको त्यति बेला र आयो तपाईँले मान्छेले भन्छ अब त्यति बेला हामीले पाएको अधिकार चाहिँ राजाले दिएको हामी 1973 को एग्रिमेन्टमा गाभेको जुन चाहिँ ट्याक्स एक्जम्पसन्सको जुन चाहिँ हाम्रो राइट्सहरू थियो त्यसको लागि र आफ्नो अधिकारको लागि र आफ्नो आइडेन्टिटीको लागि चाहिँ त्यो लडाइँ थियो खासमा चाहिँ त्यो ट्याक्स तिर्नु नतिर्नु भन्ने त्यो सेकेन्डरी कुरा थियो तर यहाँ कतिवटा मान्छेहरू विश्लेष गर्नु आयो 1975 को बादमा पनि कतिजना त्यहाँ बसोबासो गर्नेले पाउँछ तर अगाडि नै भने कि सिक्किमेको हो जुन चाहिँ 1961 मा सिक्किम सब्जेक्ट म्यानुअल एक्टको आधारमा जतिको डिसेन्डेन्टहरू छ उनीहरू भन्नु त सिक्किमे त्यो बादमा 75 भित्र आयो कि भन्ने कुरै छैन त्यो कुरा र 75 त धेरै ग्याप छ होइन ल सो त्यो डिस्टर्ब हुँदाखेरि के भयो बिजनेस गर्नु हाम्रो मान्छेलाई आउँदैन वी आर सेल्फ सफिसिएन्ट पहिला राजाको टाइममा हाम्रो जिडिपी हेर्नुहोस् सेल्फ सफिसिएन्टै किन एउटा कन्ट्री नै हुँदा पनि किनभने हामी प्रडक्सन चाहिँ हाम्रो कार्डमम थियो इन्डियामा हामी लार्जेस्ट एउटा देखाउँछ स्टेटमा पनि होइन ल तर आज तपाईँको कार्डममको स्थिति हेर्नुहोस् होइन त्यसमा पनि किनकि जलापा भनेर आएर गाउँ घरमा गएर स्याप्लिङ्सहरू लिएर अरू स्टेटमा पुरा रोप्यो लास्टमा हाम्रो कार्डममको ग्रोथै भएन हामी त सरप्लस थियो नि हाम्रो मान्छे दुःख गर्थ्यो हाम्रो मान्छे मेहनती थियो हाम्रो मान्छे घरमा सबैको घरमा गएर खेतीपाती गर्ने मान्छे हाम्रोमा सब्जीको यो फ्रुट्सहरूको केही त्यस्तो दुःख थिएन खानुको केही दुःख थिएन चामल चाहिँ किन्नु पर्थ्यो भने चाहिँ नुनहरूको कुरा सुन्थ्यो हामी नुनहरू चाहिँ ल्याउनुपर्छ तेल पनि यताउता त्यो तोरीकै उयो गर्थ्यो भनेर सुन्नुमा आएको है पुर्खाहरूको मेरो बाउहरूकै टाइममा सुन्नु आएको द्याट वाज हामी सेल्फ सफिसिएन्ट थियो एउटा डरलाग्दो प्रब्लम चाहिँ हामी जब गाभिएको बादमा चाहिँ सेन्ट्रल गभर्मेन्टमाथि पुरा डिपेन्डेन्ट भयो क्या पुरा डिपेन्डेन्ट भयो सो हामीले
काम गर्नु छोड्यो। हाम्रो मान्छे एमजी नरेगामा बुढो घाम ताप्दै बस्छु, काम गर्दिनँ, अल्छे। मान्छेले चाहिँ सोच्छ कि डिग्निटी अफ लेबरको कुरा गर्छ नि, मैले सानो काम गरेँ भने चाहिँ के हो, म सानो हो भन्ने सोचाइ। त्यो सोचले गर्दा चाहिँ मान्छे बरु म काम गरिनँ, पैसा आउँदैछ, म अल्छे भएको चाहिँ राम्रो सोच्दछ। त्यो चाहिँ गलत हो। वर्क कल्चर चाहिँ हामीले बिर्सिनु हुँदैन खासमा चाहिँ। त्यसै कारणले गर्दा आज सिक्किममा यो फर्टिलिटी रेटहरू, मान्छेलाई डिप्रेसन भन्ने कुराहरू मान्छेले एउटा सीमित छ क्या। हामी सोसियल मिडिया उयसमा मात्रै सीमित भयो क्या। हामीले रियालिटी, हामीले लाइफ कसरी जिउनुपर्छ त्यो हामीले बिर्सेर जाँदैछ क्या। सो एउटा यसमा तपाईँलाई काट्दै भए पनि यो कुरामा म फेरि पनि घुमेर आउँछु है। मैले यो जुन क्वेसन गर्न आँटेको छु यसमा दुईवटा जस्तो त मैले एपिसोड अलरेडी गरिसकेको छु, तर पनि यो प्रश्न फेरि पनि तपाईँको अगाडि राख्न चाहन्छु। जस्तो प्रकारले अब हजुरले भन्नुहुँदैछ नि, पहिला हाम्रो जिडिपी यति धेरै थियो, वी वर सो सेल्फ रिलायन्ट है, हामी डिपेन्डेन्ट थिएनौँ। आफ्टर मर्जर हामी हो कतिवटा कुरामा सेन्ट्रलसँग डिपेन्डेन्ट भयौँ। अनि तपाईँले डिग्निटी अफ लेबरको कुरा गर्नुभयो होइन। अब अहिले सिक्किमको जुन सिचुएसन छ करेन्ट, अहिले 2025मा हामीले हेर्नु पर्दा है, यु नो सुसाइड त नम्बर 1मा आएको छ सिक्किम है। ड्रग्स कन्जम्सनमा पनि नम्बर 1 to 3मा, एल्कोहलमा पनि 1 to 3, बेसी त हामी तल त पुगेको छैनौँ, नम्बर 1 to 3मै छौँ नि त होइन। अनि जस्तो प्रकारले यो हाम्रो मेन्टल इलनेसको कुरा हुँदैछ है। अब यु नो हामी अहिले जुन तपाईँले भन्नुभयो नि, अब अहिले पनि हामीले सिक्किममा हेर्नु पर्दाखेरि जिडिपी त सिक्किमको हाई देखाउँछ है पेपरमा है। अनि इकोनोमिक पनि ग्रोथ राम्रै छ भनेर देखाउँदैछ। पिपल आर इम्प्लोइडै भनेर देखाउँदैछ। जस्तै 1 family 1 जबमै भए पनि होस् कि हिजो अस्ति अब 30,000ले काम पाएको कुरामा होस् कि सबैजना काहीँ न काहीँ जब त गर्दैछ नै भन्दैछ नि त होइन। अब सुरुदेखि हेर्नु पर्दाखेरि जन्मिँदादेखि गभर्मेन्टले पैसा दिँदैछ, गभर्मेन्ट स्कुलमा सबै गभर्मेन्टले पढाउँदैछ, कलेज पनि गभर्मेन्टले पढाउँदैछ, पढिसकेर गभर्मेन्ट जब पनि एडकमै भए पनि गभर्मेन्टले दिँदैछ। वाट डु यु थिङ्क हाम्रो जुन युथ छ नि, युथ चाहिँ किन अहिले पनि एन्जाइटी, डिप्रेसन, यो जुन मेन्टल हेल्थ छ यसको र सुसाइडको जुन हामी शिकार बन्न पुग्दैछौँ नि, वाट इज द रिजन बिहाइन्ड द्याट? तपाईँलाई चाहिँ के लाग्छ, के चाहिँ प्रब्लम हुँदैछ? फर्स्ट अफ अल मलाई चाहिँ यो जुन चाहिँ सुसाइडल टेन्डेन्सी मान्छेलाई हुँदो रहेछ नि, यो चाहिँ के भने मान्छेको त्यो विकनेस क्या, भित्र विल पावर नभएको मान्छेलाई त्यस्तो हुन्छ। आई थिङ्क मैले ब्लेम गरेको होइन, तर जुन चाहिँ पेरेन्टिङ हाम्रो टाइममा थियो नि ल, हामीलाई स्ट्रङ, अब मलाई रिस उठ्थ्यो त्यति बेला हाम्रो बाउ आमाहरूले हामीलाई कराउँदा हिर्काउँदाखेरि, र जुन प्रकारले हामीले कुटाइ खाँदै हुर्केर आयो क्या हामी, र त्यो सानसानो कुरामा हामी डराउँथेन, अल्झेर बस्थेन, ल्या यो डिप्रेसनमा जान्थेन हतपत क्या। अहिले तपाईँले भन्नुभएको सरकारले सबै फेसिलिटिज दिएको छ, पक्कै हो, केन्द्र सरकारले पनि यसलाई गर्नु भनेरै दिएको छ। नयाँ नयाँ के भन्छ कानुनहरू पनि आयो जसले चाहिँ स्टडिजमा, एजुकेसनमा होइन फाइदा पुरोस् भनेर। तर त्यो कानुन बनिन्छ तल लार्जर स्टेटहरूको लागि हेरेर बनिन्छ नि त ल। मैले अस्ति यो के भन्छ 1 nation 1 इलेक्सनमा यही कुरा गरेँ, सानो सानो स्टेटहरूको लागि त भोलि 1 nation 1 इलेक्सन कुरा आउँदाखेरि हाम्रो सानसानो इस्युजहरू त हराएर जान्छ क्या। द्याट मिन्स हाम्रो डेमोग्राफी, हाम्रो स्टेटको त्यो कल्चरलाई हेरेर हाम्रो मान्छेको, हामी यहाँ त हाम्रो छोरीलाई कुट्ने प्रथा छैन, छोरीलाई त बरु इम्पोर्टेन्स दिन्छ नि त। मै पनि बाउको छोरी हो, एउटा बाउ हो छोरीको होइन, हामी कति प्रायोरिटाइज दिन्छ हाम्रो, अब स्पेसली छुट्टाको होइन तर छोरीलाई कति माया हुन्छ। वेरस त्यो अरू स्टेटमा हेर्दाखेरि उहाँहरूलाई अलिकति त्यस्तो दबाउ होला, तर सिक्किमको पनि आफ्नो लोकल लजहरू हुनुपर्ने क्या त्यो माथि चाहिँ। अब नानीहरूलाई यहाँ अलिकति गाली गरेन आमा बाउलाई के भन्छ, नानीहरूले सानसानो कुरा मनमा लिनै सक्दैन। नानीहरूले जुन चाहिँ लग्जरी लाइफ छ नि सिक्किमको, स्पेसली गान्तोकमा तपाईँले हेर्नुहोस् न, त्यो लाइफस्टाइल छ नि, लाइफस्टाइल फाइनेन्सियल लिट्रेसी मैले अघि कुरा गरेँ नि ल, त्यो मेन्टेन गर्नु सकेको छैन नि त। बाउ आमाकोमा डिपेन्ड गर्छ, बाउ आमा सरकारमा डिपेन्ड गर्छ, बाउ आमाको पनि आफ्नो बिजनेसहरू छैन, बिजनेस त आधी उन्ती भन्दा 50 to 60% अर्काको हातमा छ। आज उनीहरूलाई फ्रस्ट्रेसन हुँदैछ कतिवटा कुरामा, किन ठुल्ठुलो कम्पनीजहरू आउँदैछ। द्याट मिन्स यसलाई स्ट्रिमलाइन गर्नुको लागि चाहिँ, यो इकोसिस्टम नै ब्यालेन्स गर्नुको लागि चाहिँ गभर्मेन्टले चाहिँ यसमा वर्कआउट गर्नुपर्छ। यसमा प्रिभियस गभर्मेन्टमा त्यस्तो कतिवटा एजुकेसन सेक्टर मैले देखेको छु, पिडी राईको सरको यो इकोस भन्नेहरूले के अरे उनीहरूको एनजिओहरू गएर, म पनि काम गरेको नि त, आई थिङ्क हो त्यस्तो प्रकारले चाहिँ सरकारी नगरेर चाहिँ एउटा एनजिओको रूपमा चाहिँ सरकारले सपोर्ट गरेर चाहिँ त्यो उनीहरूको डेटाहरू किन मान्छेलाई हुँदैछ होइन,
स्पेसली त अब यङ नानीहरू नै सुसाइड गर्दैछ, ड्रग्समा जान्दैछ। ड्रग्समा को जान्दैछ? जसले आफ्नो डिजायर्सहरू फुलफिल गर्नु सकेको छैन, जसले आफूले सोचेको कुराहरू सेटिस्फ्याक्सन भएको छैन होइन। र मान्छेले के सोच्छ भने अहिलेको सोसियल मिडियाको जमानामा फोनमा हेर्छ, मान्छेले अचिभ गरेको एकैछिनमा देख्छ। हाम्रो मान्छेहरू हिन्दी मुभीमा पुरा इन्फ्लुएन्स हुन्छ, सो द्याट भोलि यस्तो भइहाल्छ भन्ने। तर रियालिटी इज डिफ्रेन्ट। रिल्स र रियालिटी डिफ्रेन्ट हो। सो 24/7 त्यो रिल्समा बस्ने मान्छेले चाहिँ रियालिटी पनि त्यसरी नै देख्छ नि त। सो त्यो नहुँदा चाहिँ उहाँहरूलाई फ्रस्ट्रेसन हुन्छ। सो उहाँहरूलाई हामीले अवेरनेस भन्ने कुराहरूमा चाहिँ त्यो एउटा गभर्मेन्टको एउटा प्रोग्राममा त्यो आज अवेरनेस गरेर यो गरेर द्याट इज इन प्र्याक्टिकल चाहिँ समाजभित्र पुर्याउन सक्ने चाहिँ सरकारको हातमा मात्रै छ नि त। किनभने सरकारले त कुनै एउटा के भन्छ गाडी बाँड्दैछ भने पनि जनता पुगेर उयो गर्छ, कुनै एउटा एन्टरटेनमेन्ट कुनैको गर्दैछ भने पनि मान्छे पुगिहाल्छ। द्याट मिन्स पोटेन्सियल चाहिँ सरकारकोमा छ नि। सरकारले भनेको त मान्दो रहेछ नि त, किनभने मुख्यमन्त्रीलाई कति रेस्पेक्ट गर्छ हाम्रो जनताहरूले होइन। हरेक एउटा कुरामा गुणगान गाइरहेको हुन्छ, वी क्यान सी इन फेसबुक, सबै कुरामा देख्छौँ त हामी। द्याट मिन्स सरकारले पहल गर्यो भने पक्कै ग्राउन्डमा हुन्छ। तर त्यसको मेकानिजम वी क्यानट चेन्ज सिस्टम चेन्ज गर्न सक्दैन, पक्का हो। त्यो सिस्टम चेन्ज भने डिफङ्क्ट हुन्ला, तर वी क्यान डिजाइन सिस्टम डिजाइन चाहिँ गर्नु सक्छ। किनभने उहिलेको सिस्टममै छ। आवर थट्स इज लाइक चिल्लो गाडीमा हिँड्छु, दामी लुगा लाउँछु भन्छ, तर सोच र हाम्रो विचार चाहिँ पुरानो त्यो कन्जर्भेटिभ थट्स थियो नि पहिलातिर सोसाइटी थियो नि ल, हो त्यस्तै नै छ। सो वी हेभ टु अपग्रेड त्यस्तो लाग्छ मलाई चाहिँ। एउटा अर्को इम्पोर्टेन्ट प्रश्न है, जुन हामी अब सिक्किमको कुरा गर्नुपर्दा सिक्किमको इकोनोमीको कुरा आइहाल्छ नि त है। अनि हेर्नुहोस् ल, एउटा यो आइरनी भन्नु कि के भन्नु, तर हामीले अब सिक्किमको जिडिपी हेर्दा नम्बर 1 मा देखाउँछ है, एकदमै राम्रो देखाउँछ होइन। तर इन रियालिटी जब हामी यहाँ ग्राउन्डमा हेर्दैछौँ, टुरिज्म पनि एकदमै कम्ती भएर गएको देख्दैछौँ होइन। आफ्टर कोभिड त झन् धेरै कम्ती भएर गएको छ। र गाउँमा बस्तीमा भन्दैछन् कि पैसै छैन भनेर भन्नुहुँदैछ गाउँमा बस्तीमा है। अनि जुन यो इकोनोमी डिस्ट्रेस भइरहेको छ नि, यो चाहिँ के कारणले भएको जस्तो लाग्दैछ? किनभने इन अ वे हामी यहाँ हेर्दाखेरि त धनी भएको देख्दैछौँ, गरिबै बसेको देख्दैछौँ नि त। सो जुन इम्ब्यालेन्स भइरहेको छ नि, यसलाई चाहिँ हामी कसरी अलिकति लाइनमा ल्याउन सक्छौँ? पहिला चाहिँ अब हामीले सुरुवाती कुरा गरौँ यो माथि है। त्यो चाहिँ के हो भन्दाखेरि इकोनोमिक डिस्ट्रेस चाहिँ कुन कारणले हुन्छ? सर्वप्रथम हामीलाई केन्द्रले सरकारले पैसा दिन्छ, बजेट भनेर एलोकेट गर्छ। स्टेटको आफ्नो रेभिन्यू पनि हामीले जेनेरेट गर्छ। हाम्रोमा एक्साइज टुरिज्ममा अहिले हो यो गल्फको इस्युले गर्दाखेरि अलिकति नर्थ सिक्किम उयो भएर धेरै मान्छे उयो भएको छ। र अर्को हो डेटालाई हेरौँ हामीले। अब राम्रोसँग तपाईँले विचार गर्नुहोस्, हाम्रो डेटा अघि तपाईँले पनि भन्नुभएको थियो यो कुरा, हेऱ्यो भने हामी चाहिँ 7 लाख पपुलेसन्स भनौँ न, एउटै घरमा 7 जना भने 1 लाख घर भनौँ न, 1 लाख हाउस होल्ड है। 1 लाख हाउस होल्डमा आज 1 फ्यामिली 1 जबमा एकजना त नोकरीवाला छैछ नि त। इफ इट्स स्यालेरी इज अराउन्ड 10,000 to 12,000 त्यो मतलब छैन। द्याट मिन्स भात खाने पैसा छ। यत्रो बजेटले के भन्छ सिक्किमलाई एम्प्लोयको स्यालेरी दिनु पऱ्यो, त्यो 70% अफ द बजेट त त्यस्तैमै जान्छ जस्तो लाग्यो होइन। अर्को छ डेभलपमेन्ट गर्नु पऱ्यो, रोड कनेक्टिभिटी, हरेक इन्फ्रास्ट्रक्चरहरू बनिन्छ। इकोनोमिक डिस्ट्रेस चाहिँ त्यहाँ आउँछ जब यसलाई चाहिँ तपाईँले राम्रोसँग सञ्चालन गर्नु सक्नु हुँदैन। जिडिपी हाम्रो ग्रोथ देखाउँदाखेरि हामी 1 नम्बरमा छ। किन भाइ? फार्मेसी कम्पनी छ हाम्रोमा, हाइड्रो पावर प्रोजेक्ट छ, कति पैसा आउँछ। अब तपाईँ हामीले त्यो मतलब एउटा एप्रोक्स हिसाबै गऱ्यो भने हाम्रो एउटा रेभिन्यू जेनेरेसनमा ठुलो सपोर्ट हो नि त ल। अघि मैले तपाईँलाई भन्दै थिएँ कम्पनीज एक्टको आधारमा
कम्पनीजहरू त 61 को आधारमा त यहाँ खोल्नु पाउँदैन नि त बट दे हेभ रेजिस्टर्ड स्मार्ट सिटीको कम्पनी त आई थिङ्क यो जुन चाहिँ स्मार्ट सिटी गान्तोकमा छ नि त्यो त दार्जिलिङमा रेजिस्टर गरेको सो जब रेजिस्ट्रेसन बाहिर भयो भने चाहिँ त्यसको चाहिँ जिएसटी भन्छ नि ल यो ट्याक्स हुन्छ नि बाहिर तिर्नु पर्यो सो देख्दाखेरि चाहिँ त्यो जिएसटी चाहिँ हाम्रोमा छ भन्ने सोच हुन्छ द्याट मिन्स सरकारले चाहियो भने चाहिँ पुरानो कम्पनीको आधारमा एक्टको आधारमा पनि त्यो जिएसटी हामीले कम्पनीलाई रिरेजिस्ट्रेसन एउटा अलिकति सिम्प्लिफाइड वेमा अलिकति त्यसलाई एमेन्ड गरेर फाइदा निकालेर किन 2013 मा त रिपिल भएको हो नि त सो त्यो हाम्रो हकमा लिएर चाहिँ हामीले गर्यो भने स्रोत बढाउन सक्छ दे आर भेरियस एभिन्यू सिक्किममा पोटेन्सियल छ हाम्रोमा नेचुरल रिसोर्स छ हैन अर्को तपाईले टुरिज्म भन्नुभयो हामीले तर नेचुरल रिसोर्सलाई चाहिँ फेरि इन्फ्रास्ट्रक्चरमा डेभलप गर्नु चाहिँ रङ हो फेरि के भोलि देख्दैन नि त ल कङ्क्रिट भिलेज चाहिँ हामीलाई चाहिएको होइन नि हामीलाई त रियल नेचुरल ब्युटी चाहिएको हो नि त मान्छे त्यो हेर्नु आउँछ नि त आज दिनमा पहिला हाम्रो इग्राको घरमा बस्थ्यौँ बाउहरू बाठो भएर बिल्डिङ बनाउँछु भने बिचरा उनीहरूलाई बिल्डिङमा बस्नु मन पर्यो क्या फेरि हामी ब्याक जाँदैछौँ अहिले इग्राको घरमा किन होमस्टे भनेर बस्छ मान्छेले त्यसलाई नाम चेन्ज गर्न नै नोमेनक्लेचर या त्यो नाममा परिवर्तन आउने बित्तिकै चाहिँ मान्छेले त्यो चाहिँ लग्जरी सोच्छ क्या हाम्रो माइन्ड इज लाइक हामी लग्जरी होमस्टे दामी छ यो होमस्टे तर त्यो काठकै घरमा बस्दा पनि निन्दा त लाग्ने ओछान त्यही हो नि त सो सस्टेनेबलमाथि हामी जानुपर्छ इकोनोमिकमा पनि हामीले फोकस कहाँ गर्नुपर्छ भन्दाखेरि चाहिँ सामानको दाम बढ्दैछ नि त ल हामीले गान्तोक पुरा महँगो हो ल गान्तोक पुरा महँगो सिक्किमै महँगो भन्छ हाम्रो हरेकवटा कुरा महँगो छ तर बिजनेस कसको हातमा छ पैसा जति पनि हाम्रो मान्छेले कमाओस् तर पैसा चाहिँ किन सिक्किममा रहँदैन र चलखेल किन गाउँ बस्तीमा हुँदैन कुनै पनि जिडिपी बढाउनु छ भने चाहिँ पैसा चाहिँ मिनिमाइज सबै जग्गामा छरिनुपर्छ क्या ल र त्यो पैसा चाहिँ रोटेसन भएपछि चाहिँ त्यहाँदेखि चाहिँ जिडिपी स्टेटको बढ्छ क्या ल तर यहाँ त बिजनेस गर्ने मान्छेहरू हाम्रो मान्छे छैन भोलि सिलिगुडी गएर त्यो पैसा डिपोजिट गर्छ त्यहाँदेखि अरू जग्गा जहाँ जहाँ उनीहरूको कम्पनी त्यहाँ पुग्छ नि त हाम्रो बस्दैन गाउँघरमा पनि त्यो पैसा बस्दैन सो हाबो 2026 मा जब फिक्सेसन लाग्छ फिक्सेसन लाग्ने बित्तिकै त गभर्मेन्ट इम्प्लोइको स्यालेरी मात्रै बढ्छ होइन नि ल सामानको दाम पनि बढ्छ नि आज 8 बजेदेखि बेलुका गाडी कुद्दैन सामानहरूको बेसी हाइवेहरू खुल्ला हुन्छ त्यसले पनि बुझाउँछ कि पैसा छैन तर त्यो पैसालाई चाहिँ उयो गर्नु लागि मान्छेहरूले पनि गाउँमा बसेर ल्या पैसा छैन भन्नु चाहिँ मिल्दैन है ल हाबो चाहिँ मान्छेले आफै पनि खट्नु पर्यो वर्क कल्चर चाहिँ बिर्सिनु भएन खेतीपाती गर्नु पर्यो गर्नु सक्दैन भने एउटा प्रोग्रेसिभ अब फार्मरको ग्रुपहरू जस्तै खोलेर सबैजना त्यो नरेगामा त गर्छ त होइन अर्का घरमा गएर गोर्नेहरू काम गरिरहेको हुन्छ त्यसपछि त्यसरी नै नरेगाहरूलाई पनि एग्रिकल्चरपट्टि पनि कन्भर्जेन्स गराएर म्यान पावर चाहिँ लोकल प्रोक्युरमेन्टको कुरा गरेको होइन म्यान पावरको कन्भर्जेन्स चाहिँ नरेगालाई लगाएर चाहिँ जति ब्यारेन ल्यान्डहरू हाम्रो आज छ जहाँ उत्पत्ति भएको छैन मान्छेले अल्छी गरेर छोड्यो नि त जग्गा जमिनहरू त्यसलाई चाहिँ हामीले एग्रिकल्चरपट्टि हामीले कन्सन्ट्रेट गर्नुपर्छ जस्तो लाग्छ मलाई सो एउटा प्रश्न के गर्न चाहन्छु भन्दा तपाईले अस्ति हजुरको एउटा भिडियोमा है भन्नुहुँदै थियो कि अब जस्तै हाम्रो स्टेट बीजेपी पनि हुनुहुन्छ नि त खास त अब यो त हाम्रो गभर्नमेन्ट है र स्टेट बीजेपीको पनि कामै हो नि त गएर भन्नुपर्ने सेन्ट्रलमा कि हामीले यो गुमायौँ हामीले यो दिनु भनेर है अनि तपाईले भन्नुहुँदै थियो कि अब सेन्ट्रलले इफ हामीलाई 50 इयर्स अफ डेमोक्रेसीमा स्टेटहुड जुन छ हामी मनाउँदैछौँ होइन गिफ्ट दिने हो भने चाहिँ यो सबै हाम्रो कानुन दिनुस् भन्ने हजुरले भन्नुहुँदै थियो है सो व्हाट डु यु थिङ्क अब यो जुन हामी 50 इयर्स अफ स्टेटहुड मनाउन आँटेको छौँ मनाउन गइरहेको छौँ है जति पनि सिक्किममा भएको पोलिटिकल पार्टिजहरूको चाहिँ के दायित्व बन्छ उहाँहरूको रेस्पोन्सिबिलिटिज चाहिँ के हो उहाँहरूले के माग गर्नुपर्ने हो सबैभन्दा ठुलो दायित्व नै राजनीतिक पार्टीहरूको हो खासमा चाहिँ हजुर म त एउटा सिभिल सोसाइटीको अर्गनाइजेसनको नातामा मैले बुझेको मेरो एउटा इच्छा पनि थियो किन भोलिको 50 वर्ष म हुँदिनँ पनि होला अहिले आइएम 41 त्यति बेला म 90 इयर त बाँच्दिनँ आई डोन्ट नो म सिक्किममा हुन्छु तर यो एउटा ऐतिहासिक काम हो होइन राजनीति चाहिँ यहाँ सत्ताको लागि मात्र होइन क्या पक्कै मनमा त्यो सफा मनले राजनीति गरेको हो भने नि सिक्किमको लागि गरेको हो भने नि उहाँहरू सबै अल पोलिटिकल पार्टीहरू चाहिँ आज केन्द्र सरकारमा भलै सरकारले नगर्ला रुलिङले तर अपोजिसनको एउटा होइन जोइन्ट एक्सन
काउन्सिल खोलेर उनीहरू सबै गएर स्टेट बिजेपी के भन्छ जति पनि यहाँ एसडिएफ क्याप सबै गएर चाहिँ यो राजनीतिक अधिकारको लागि उहाँहरू तल गएर गुहार लाउनु पर्ने। म एक्लै गएर दुनियाँलाई भेटेर म सक्दिनँ, मेरो प्रयास हो, तर मैले पुर्याउनु पर्ने चिठी जहाँ जहाँ पुर्याउनु पर्ने मैले पुर्याइसकेको छु। त्यो माथि चर्चा पनि कतिवटा भएको पनि छ, कति एमपीहरूले असुरेन्स दिएको पनि छ र तपाईँहरूको एमपीले यो कुरा उठायो भने हामी सपोर्ट गर्छु पनि भनेको छ। मैले त त्यति याद गर्दा त्यति हुन्छ भनेपछि त सबै राजनीतिक पार्टी आज यसले यो गरे अरे, यसले मान्छे कुटे अरे, यसले त्यो गरे अरे, यसले पैसा खाए अरे भन्नेपट्टि नलागेर म यति बिन्ती गर्छु मेरो सबै राजनीतिक पार्टीको अध्यक्षहरूलाई, सरकारलाई, सम्माननीय मुख्यमन्त्रीलाई होइन, उहाँहरूको टिमलाई कि एउटा अल पोलिटिकल पार्टी मिट 16 मैले त्यतिखेर पनि भनेको छु 16 मे भन्दा अगाडि। त्यति बेला त कङ्ग्रेस गभर्मेन्ट थियो केन्द्रमा। म त यो आज तपाईँहरूको मिडियाको अगाडि यो पनि भन्छु कि त्यति बेला चाहिँ कङ्ग्रेस गभर्मेन्ट थियो जति हामीलाई दियो। आज नरेन्द्र मोदी सिक्किम आउँदैछ भन्दैछ होइन, म त जनता हो, म त साधारण जनता, म त कुनै राजनीतिक पार्टीसँग पनि मेरो कुनै साँठगाँठ पनि छैन, म त एउटा सङ्गठनमा जोडेर बसेको मान्छे हो। मैले त्यति प्रयास गर्दैछु भने आज नरेन्द्र मोदी आउँदैछ, बिजेपीको सरकार केन्द्रमा छ, स्टेट बिजेपी र सिक्किम एसकेएम सरकार एलआईमा हो, सबै उनीहरू एलायन्समा चल्दैछ भन्यो भने उनीहरूलाई त एक्सेस गर्नु पनि इजी हो, सजिलो हो, उहाँहरूको लागि त बाटो खुल्ला छ तल गएर बोल्नु भेट्नु। हाम्रो दाजुभाइले म सिक्किमे मात्रै नभन्नुहोस्, तर एउटा सिक्किमे भएको यो पनि देखाउनुहोस् तपाईँहरूले क्या, कि पक्कै राजनीतिक बाहिर चाहिँ हामी दाजुभाइ नै हो। सिक्किमे गोले साहब पनि मेरो दाजुभाइ नै हो, डिआर थापा पनि मेरो दाजुभाइ नै हो, गणेश राई पनि मेरो दाजुभाइ नै हो। सोच्नु पर्यो हामी पहिला सिक्किमे हो, सिक्किमे भएर मात्रै हामी राजनीति गर्नु पाउँदैछ है, बाहिरको मान्छे आएर राजनीति गर्नु पाएको छैन है। ल त्यसले गर्दा आज सिक्किमेको एउटा युनिटी देखाउनुहोस् होइन। र यो जुन चाहिँ मैले भन्दै गरेको यो कुराहरू छ नि, इस्युजहरू, यसले त सबैलाई नै फाइदा छ नि, म व्यक्तिगतलाई त के फाइदा भनेर मैले गरेको होइन नि। ल सो तपाईँ एज अ सिक्किमे नागरिक समाजको स्टेट कोअर्डिनेटर हुनुहुन्छ नि त होइन, तपाईँले यो इनिसिएटिभ लिनुभयो के तपाईँले यो इनिसिएटिभ लिनुभन्दा अगाडि हाम्रो मुख्यमन्त्रीसँग या त डिआर थापाज्यूसँग है या त अरू अन्य पोलिटिकल पार्टिजको हेड प्रेसिडेन्ट या त लिडर्सहरूसँग तपाईँले आफ्नो वक्तव्य राख्नु भएको थियो कि म यो गर्न आँटेको छु, गरौँ भनेर, या त सँगै गरौँ साथमा जाउँ, किनभने तपाईँले भन्नुभएको त्यस्तै थुक बनेरै समुद्र बनिन्छ नि त है। तपाईँले अब झुन्ड लिएर जानुभयो भने साँच्ची नै ठुलै इस्यु भनेर पनि बाहिर एउटा मेसेज पुग्छ नि त, एक्लै गएर गर्नु भन्दा है। सो तपाईँले त्यस्तो के इनिसिएटिभ लिनुभएको थियो? मैले चाहिँ के भयो भन्दाखेरि सर्वप्रथम त मैले यो चिठी सबै रेडी पारिसकेको थिएँ होइन, र मैले सरकारलाई पनि चढाएको छु यो चिठी होइन। सँगसँगै मैले अरू पार्टीलाई पनि चढाउनु भन्दा चाहिँ तल चाहिँ के भन्छ पार्लियामेन्ट सेसन हुँदै थियो हो। अब यो पार्लियामेन्ट सेसन सकेपछि त त्यहाँदेखि त अर्को पार्लियामेन्ट सेसन कहिले हुने, हामीलाई सुर्ता थियो। रात म के भन्छ फ्लाइट मिलाएर म गएको हो, अनि उहाँलाई भेट्ने मान्छेलाई कन्ट्याक्टहरू मैले मिलाएर सबलाई भेटेर गएको, किनभने त्यति बेला चाहिँ तल पार्लियामेन्ट चल्दै थियो होइन। त्यसको बादमा आएर यो मुद्दा त आजको मुद्दा होइन नि, फेरि तपाईँले राम्रोसँग सोच्यो भने सिक्किमे नागरिक समाजले त यो मुद्दा त धेरै अगाडिदेखि उठाएको कुराहरू हो नि त। हामी कुनै राजनीतिक पार्टीसँग हाम्रो इगो राइभलरी केही त्यस्तो छैन नि, हामी त सिक्किमको इन्ट्रेस्टमा गरेको हो नि। भोलि सरकारबाट झरेपछि फेरि हामीसँगै हुन्छ। पहिला अब हामी एसडिएफको टाइममा होइन, मैले त्यो पोलिटिक्सको कुरा गरेन, एसडिएफको टाइममा हामी पुरा विरोध गर्थ्यौँ अधिकारकै लागि है। ल मेरो व्यक्तिगत कुराको लागि होइन, त्यति बेला हाम्रो अहिले रुलिङको साथीहरू हामीसँग ठिकै छ भन्ने हुन्छ। प्रब्लम के होला नि त, द्याट्स डिफ्रेन्ट नि, उनीहरूलाई पनि के प्रब्लम होला। तर आज त्यो प्रब्लम सबै छोडेर भनेर मैले चाहिँ सबै साइडलाइन गर्नुहोस् न, सरकार हो के नसोच्नुहोस्, आज त सिक्किमे हो, ऊ मेरो दाजुभाइ हो, म पनि उसको दाजुभाइ हो। अब सिक्किमको लागि जुन चाहिँ सिक्किमले दिएको हेर्नुहोस् त, सिक्किमको आमाले के दिएको छ हामीलाई 371F, त्योभित्र हाम्रो मान्छेले गभर्मेन्ट काम पाउने, सरकारी काममा बसेर सेक्ट्री भएको मान्छेहरूकोमा त बुद्धि पनि छ, ज्ञान पनि हुन्छ, उहाँहरूले एडभाइस पनि गर्नुपर्ने हो खासमा पनि होइन। उहाँलाई पनि त सिक्किमको रुल 44ले गर्दा नै काम पाउनु भएको। त्यसरी अरू कुरा नै सिक्किम सब्जेक्ट भन्ने अस्तित्व सिक्किमकै माटोले दिएको। आज 50 साल पुग्दा सिक्किमको आमा भारतसँग विलय भएको 50 साल पुग्दा चाहिँ हाम्रो दायित्व बनिँदैन। म त एउटा सानो सङ्गठनको एउटा सानो नागरिकको विचार लिएर मात्रै म अगाडि बढेको। पक्कै हो मैले पनि सोचेको थिएँ, क्रेडिट लिनु पनि छैन, यो भयो भने मेरो भविष्यलाई हुन्छ। किनभने जति मैले उपभोग गरेँ नि आजसम्म, म एउटा सब्जेक्टको डिसेन्डेन्ट, म आज एउटा गभर्मेन्ट इम्प्लोइमा काम गर्दाखेरि मैले सिओआई बुझाएर गर्ने, मैले एउटा पाएको राइट्स एन्ड अधिकारहरू जति पनि भयो नि, ल यो सबै मलाई सिक्किमको आमाले दिएको। र यो प्रिभिलेज चाहिँ मेरो आउने भावी पिँढीले पनि पाउनुपर्छ भनेर चाहिँ मैले एउटा सानो मेरो कोसिस गरेको थियो।
सो अब हामी कार्यक्रमको अन्ततिर आइपुगेको छौँ है। अब तपाईँले भन्नुभयो नि तपाईँको एउटा प्रयास है, वी एप्रिसिएट द्याट होइन। तपाईँको जस्तो सोचाइ, तपाईँको जस्तो एउटा जोस नभनौँ, हिम्मत भनौँ न है, सबैकोमा आउनुपर्छ भन्ने नै भन्छु। अनि हाम्रो सिक्किममा अब धेरैजना युथहरू हुनुहुन्छ है। मैले अघि तपाईँलाई अफ द क्यामेरा यो कुरा हामी गर्दै थियौँ। म अलिकति यहाँ हाइलाइट गराउन चाहन्छु कि हामीले तपाईँले अघि भन्नुभएको जस्तै हुन्छ नि, सत्तामा पुग्नुभन्दा अगाडि मेरोमा पनि अब लिस्ट छ लिडर्सहरू हुन्छ नि, यङ युथहरू नि। मैले जो चाहिँ सोचेको थिएँ कि उनले चाहिँ केही गर्छ होला सिक्किमको लागि भन्ने धेरैजना हुनुहुन्छ मेरै लिस्टमा पनि है। तर अब अहिले कतिजना एसकेएमसँग हुनुहुन्छ, कतिजना बिजेपीसँग हुनुहुन्छ र काहीँ न काहीँ हामी कम्प्रोमाइज भएको देख्छौँ। काहीँ न काहीँ उहाँहरूले गर्नु सक्ने जग्गामा पनि उहाँहरूले नगरेको देख्छौँ। आई डोन्ट नो उहाँहरूको के आफ्नै रिजन हुनसक्छ होइन। तर तपाईँले भन्नुभएको जस्तै कसको लागि गर्दैछौँ त? सिक्किमको लागि गर्दैछौँ, सिक्किम आमाको लागि गर्दैछौँ। भोलिको दिनमा सिक्किमै रहेन भने के को राजनीति रहन्छ, के को काम रहन्छ, के रहन्छ र होइन? हाम्रोमा त केही रहँदैन नि त। सो जाँदा जाँदै हाम्रो युथलाई के भन्न चाहनुहुन्छ? जतिजना पनि हुनुहुन्छ अहिले पनि हामी आई फिल सो गुड हुन्छ नि कि अहिले पनि धेरैजना युथहरू स्पेसली है, ह्यान्डफुल नम्बर हुनुहुन्छ, तर उहाँहरू हुनुहुन्छ कि जसले सिक्किमको लागि सोचेर अगाडि आउनु हुँदैछ, बोल्नु हुँदैछ। अनि आई थिङ्क हामीले उहाँहरूलाई सपोर्ट गर्नु पर्छ। किनभने कोही नबोलेको बेलामा सबैजना आफ्नो आनन्द भएर घरमा बसेर त्यही भिडियो हेर्दै गर्दा पनि कोही त बाहिर सडकमा निस्केर बोल्नु त बोलिदिँदैछ एटलिस्ट सिक्किमको लागि होइन। सो के भन्न चाहनुहुन्छ? मेरो युवा भाइ बहिनीहरू जति हुनुहुन्छ, अब तपाईँहरूले त हामीभन्दा बेसी नै टेक्नोलोजी बुझ्नुहुन्छ होइन। आज टेक्नोलोजीको जमाना हो होइन। मेरो लाइफमा चाहिँ मैले एक्टिभिजमदेखि सुरु गरेको, एउटा एक्टिभिस्टको उयोदेखि मैले सुरु गरेको। म धेरै अब कुराहरूमा पार्टिसिपेट गरेर आएको र राजनीति र एक्टिभिजम इज भेरी डिफ्रेन्ट रहेछ। खासमा चाहिँ एक्टिभिस्ट चाहिँ पोलिटिसियन हुनु नसक्दो रहेछ, मेरो एनालाइसिस चाहिँ। मैले अरूको कुरा गरेको होइन, मेरो एनालाइसिसमा। किन भन्दाखेरि चाहिँ एउटा एक्टिभिस्ट चाहिँ आफ्नो कुरामा अडान हुन्छ, हि नेभर कम्प्रोमाइज्ड। म राजनीतिक पार्टीहरूसँग जुटेर काम नगरेको होइन, गरेँ, तर मलाई सेटिस्फ्याक्टरी नहुने कारणले गर्दा म आज त्यो राजनीतिक पार्टीदेखि अलग्गै भएर नै एउटा संस्थामा बसेको एज एन एक्टिभिस्टकै रूपमा। किन भन्दाखेरि पोलिटिसियन चाहिँ कम्प्रोमाइज गर्नु पर्दो रहेछ, बुझ्नुभयो? स्टेट एज एन होल को एउटा लिडर हुन्छ, तर कतिवटा फिनेन्सियल बर्डनहरू हुन्छ, कतिवटा प्रब्लम हुन्छ, कसको लागि कहाँ जानु, कतिवटा कुरा ओके भन्नै पर्ने हुन्छ, कतिवटा नेगोसिएसन भन्ने हुन्छ। आई थिङ्क एक्टिभिजममा चाहिँ त्यो नेगोसिएसन भन्ने टर्मै हुँदैन। उनीहरू गयो त गयो, गर्छु त गर्छु, लडाइँ गर्छु त गर्छु। जस्तै मेरो लाइफमा मैले 21 दिन हङ्गर स्ट्राइक बसेको क्या, म मरिदिन्छु भन्ने खालको। सो त्यो एक्टिभिजम गर्ने मान्छेले चाहिँ पोलिटिक्स चाहिँ इट्स भेरी टफ। अनि तपाईँले भने जस्तै यत्रो युवाहरू थियो जसले चाहिँ सिक्किमप्रति माया गर्छु, तर उहाँहरू जग्गामा पुगेर गर्नु सकेन भन्यो भने म उहाँहरूलाई गल्ती दिँदिनँ। म चाहिँ मेरो सोचले चाहिँ म भन्छु कि बिकज त्यो अर्गनाइजेसनमा हिमसेल्फ एन्ड इन्डिभिजुअलले चाहिँ सबै गर्दैन। हामीले गर्नुपर्ने प्रयास चाहिँ हाम्रो मानसिकता चाहिँ हामीले चेन्ज गराउन सक्नु पर्यो, त्यो प्रयासबाटै लाग्ने। त्यसले गर्दा आज म कुनै राजनीतिक पार्टीमा नबसेर फेरि सङ्गठनमा आउने कारण पनि म त एक्टिभिस्ट रहेछु खासमा चाहिँ। म पोलिटिसियन भोलि कहीँ चुनाव लडेर 19मा लडेँ, हारेँ, तर भोलि पनि कहीँ मौका पाएर चुनाव लडेर मान्छेको सोचले विचारले चाहिँ यो पक्का ठिक मान्छे हो भनेर चुने अर्को कुरा। तर म त्यो पैसा त्यो के बाँडेर चाहिँ म सक्दिनँ, किनभने सिक्किमको राजनीति पुरा महँगो छ र आई डोन्ट ह्याभ द्याट लिक्विड क्यास टु अब मेक पिपल ह्याप्पी। र म मान्छेलाई पैसाको थ्रुबाट मलाई खुसी बनाउनु छैन। यति छु, जीवनमा गरेको कुरामा म शान्ति छु। मलाई सिरानीमा टाउको राख्दा निन्द्रा लाग्छ र सिक्किमको लागि कुछ गरेँ भन्ने एउटा हो। र म मेरो युवा भाइलाई पनि त्यही भन्छु कि हरेस चाहिँ कहिले नखानुहोस्, किनभने जीवनमा चाहिँ लाइफमा लेख्नुपर्ने कुरा नि ल एभ्री टाइम म सत्तामा पुगेर नेता हुन्छु भन्ने मात्रै चाहिँ एचिभमेन्ट होइन रहेछ। तर मैले लिडरसिपमा इन रियल चाहिँ के हो, इन रियल रियालिटीमा चाहिँ आज मलाई बजारमा गएर मान्छेले नमस्ते हाई हल्लो गर्छ, तर कतिवटा मैले देखेको छु कि अब मैले कसैको नाम भन्नु होइन, तर नेताहरूलाई त्यो मान्छेले मुख छाडिरहेको मैले देखेको छु। मलाई त्यस्तो नेता हुनु छैन, मलाई सत्ताको लागि म नेता हुनु भनेर मैले सोचेर लिडरसिप पनि गरेको होइन। त्यसर्थ मेरो प्रयास मैले 50 सालको लागि जुन चाहिँ गर्नुपर्ने मेरो सिक्किमे आमाप्रति र मेरो भावी पिँढी जुन चाहिँ भोलि आउँछ, र उनीहरूले यो तपाईँको इन्टरभ्यूले पनि भोलिको दिनमा म नभए भए पनि मेरो सन्तानहरूले हेर्नेछ होइन। र यति नै लाग्छ कि यो चलनलाई कसैले यसो गरेको थियो भनेर
त्यसरी अगाडि बढिदियो भने 1000 जना परेन मलाई 2 जना त्यसरी आफ्नो कन्ट्रिब्युसन दियो भने पनि सिक्किम निर्माणमा प्रब्लम चाहिँ हुँदैन जस्तो मलाई लाग्छ र यो विचारहरूले गर्दा नै सिक्किम पनि अझै राम्रो भएर जान्छ कि भनेर मलाई लाग्छ। हजुर, हजुरले एउटा कुरा एकदमै राम्रो भन्नुभयो कि लिडर हुनु लागि चाहिँ नेतै हुनुपर्छ भन्ने होइन नि त है। हामी गान्धीजी नै हेरौँ न होइन, उहाँ कस्तो लिडर हुनुहुन्थ्यो होइन। उहाँले नेतै हुन्छु भनेर त कहिले सोच्नु भएन नि त, नेतै हुन्छु भनेर त गर्नु भएन नि त जति पनि हाम्रो भारत देशको लागि गर्नुभयो है। र हामी सबै सिक्किमेको सोच अब यही हुनुपर्छ भन्न चाहन्छु म यहाँदेखि है, किनभने विनो कतिवटा कुरा हामीले यहाँबाट भन्दाखेरि पनि रियालिटी अलिकति डिफ्रेन्ट हुन्छ है। मान्छेको आफ्नो आफ्नो प्रब्लम्स हुन्छ, अघि नै हामीले धेरैवटा कुरा डिस्कस पनि गरिसकौँ है। र म यति नै भन्न चाहन्छु कि सबैभन्दा ठुलो चाहिँ हामी सिक्किम, हाम्रो सिक्किमको माटो र सिक्किमको आमा सोचेर गरौँ। जे नै गरे पनि, राजनीति गरे पनि, अरू धेरै अन्य कामहरू गरे पनि हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ हाम्रो सिक्किम र सिक्किमे आमा, सिक्किमे माटो हुनुपर्छ भन्न चाहन्छु। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई पनि है, अनि हजुरलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। अनि तपाईँहरूलाई आजको एपिसोड कस्तो लाग्छ, हजुरहरूको केही प्रश्नहरू छ भने है हजुरहरूले कमेन्ट सेक्सनमा गर्न सक्नुहुन्छ। हजुरहरूलाई कस्तो इन्टरभ्युजहरू नेक्स्टमा हेर्नु छ, के विषयमा हजुरहरूलाई जान्नु छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। हामी त्यो रिलेटेड भिडियोजहरू पनि लिएर हजुरहरूको सामु आउनेछौँ। अनि हजुरहरू कसैलाई पनि केही कुरा सेयर गर्नु छ इन्टरभ्यूको मार्फत या त सिक्किम रिलेटेड जुनै पनि इस्युजमा, जुनै पनि टपिकमा भने हजुरहरूलाई म वेलकम गर्न चाहन्छु। हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई पनि, अनि हजुरलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु।